नमस्कार, लेसन 16 को ग्रामरमा तपाईहरुलाई स्वागत छ। यस लेसनमा हामी डबल ते फर्मको बारेमा पढ्नेछौँ भने अर्को ते फर्म प्लस खाराको बारेमा पनि पढ्नेछौँ। त्यस्तै आज हामी ई एक्जेक्टिभ र ना एक्जेक्टिभको बारेमा पनि पढ्नेछौँ। सुरुवात भने हामी डबल ते फर्मबाट गर्नेछौँ। डबल ते फर्म पढ्नु अगाडि तपाईहरुले चाहिँ भर्ब ग्रुपहरुलाई कसरी ते फर्ममा लैजान सकिन्छ त्यो चाहिँ एकदमै जान्नुपर्ने हुन्छ। यदि भर्ब ग्रुपहरुलाई कसरी ते फर्ममा लैजाने त्यो थाहा छैन भने यो लेसन बुझ्न गाह्रो हुन्छ। तपाईहरुलाई ते फर्मको बारेमा थाहा छैन भने मेरो अघिल्लो भिडियोहरुमा हेर्न सक्नुहुनेछ। अब भने हामी डबल ते फर्मको बारेमा पढ्नेछौँ। डबल ते फर्म भन्नाले चाहिँ दुई वा दुई भन्दा बढी सेन्टेन्सहरु जोड्न यो डबल ते फर्मको प्रयोग गरिन्छ। ते फर्म प्लस सीमास अर्थात् एर प्लस गर्नु। यो एर प्लस गर्नु कस्तो भन्नाले जस्तै यो गरेर त्यो गर्छु। यसलाई यसरी पनि बुझ्न सकिन्छ जस्तै बिहान जगिङ गरेर नुहाएर विद्यालयतिर जान्छु अथवा म चाहिँ बिहान 6 बजे उठेर पानी पिएर स्कुलतिर जान्छु। यसरी कुनै पनि काम गरेर त्यो गर्छु भन्दाखेरि यो डबल ते फर्मको प्रयोग गरिन्छ। दुईवटा भर्बहरुको प्रयोग गरेर सेन्टेन्सहरु बनाउनु पर्ने छ अथवा दुईवटा भर्बहरुको प्रयोग गर्नुपर्ने छ भने चाहिँ डबल ते फर्मको प्रयोग गर्न सकिन्छ। अब यो डबल ते फर्मलाई अझ विस्तार रूपमा बुझ्नका लागि हामी केही सेन्टेन्सहरु पनि बनाएर हेर्नेछौँ। जस्तै अब हामी एउटा सेन्टेन्स बनाउने छौँ। बिहान जगिङ गरेर नुहाएर विद्यालय जान्छु भन्नु पर्यो भने आशा जोगिङ्गु सिते स्यावाओ आबिते गाक्कवे किमास। आशा जोगिङ्गु सिते भनेको बिहान चाहिँ जगिङ गरेर स्यावाओ आबिते भनेको सावर लिएर अथवा नुहाएर गाक्कवे किमास स्कुलतिर जान्छु अथवा विद्यालयतिर जान्छु। बिहान जगिङ गरेर नुहाएर विद्यालयतिर जान्छु। अब यसलाई नै पास्ट टेन्समा पनि भन्न सकिन्छ। जस्तै आशा जोगिङ्गो सिते स्यावाओ आबिते गाक्कोवे इकिमासिता। बिहान जगिङ गरेर नुहाएर विद्यालयतिर गएको थिए। यसमा हामीहरूले इकिमासलाई पास्ट टेन्समा बनायौं इकिमासिता गएको थिए। जस्तै अब हामी अर्को पनि एउटा सेन्टेन्स बनाऊँ। जस्तै प्रत्येक बेलुका खाना खाएर टिभी हेरेर 10 बजे सुत्छु भन्नु पर्यो भने माइबान गुहानो ताबेते तेरेबियो मिते जिउजिनी नेमास। माइबान गुहानो ताबेते भनेको प्रत्येक बेलुका खाना खाएर तेरेबियो मिते भनेको टेलिभिजन हेरेर जिउजिनी नेमास 10 बजे सुत्छु। प्रत्येक बेलुका खाना खाएर टिभी हेरेर 10 बजे सुत्छु। अब यसलाई पास्ट टेन्समा भन्नु पर्यो भने अब यसमा माइबानको ठाउँमा किनौ हाल्दिने। किनौ गुहानो ताबेते तेरेबियो मिते जिउजिनी नेमासिता। किनौ गुहानो ताबेते भनेको हिजो खाना खाएर तेरेबियो मिते टेलिभिजन हेरेर जिउजिनी नेमासिता 10 बजे सुतेको थिए। नेमासलाई पास्ट टेन्समा बनाएर नेमासिता लेख्यौं। त्यस्तै अब हामी अर्को पनि सेन्टेन्स बनाउने छौँ। जस्तै म चाहिँ 5 बजे उठेर पानी पिएर स्कुलतिर जान्छु भन्नु पर्यो भने वातासी वा गोजिनी ओकिते मिजुओ नोन्दे गाक्कोवे किमास। वातासी वा गोजिनी ओकिते भनेको म चाहिँ 5 बजे उठेर मिजुओ नोन्दे भनेको पानी पिएर गाक्कोवे किमास स्कुलतिर जान्छु। म चाहिँ 5 बजे उठेर पानी पिएर स्कुलतिर जान्छु। अब यही सेन्टेन्सलाई पास्ट टेन्समा भन्नु पर्यो भने
Watashi wa goji ni okite mizu wo nonde gakko wa ikimashita. म चाहिँ 5 बजे उठेर पानी पिएर स्कुलतिर गएको थिएँ। यसमा हामीहरूले इकिमासलाई पास्ट टेन्समा बनाउँदा इकिमासिता गएको थिए। अब हामी अर्को पनि सेन्टेन्स बनाउने छौँ। जस्तै म चाहिँ स्कुलतिर गएर जापानी भाषा अध्ययन गरेर घरतिर फर्कन्छु भन्नु पर्यो भने वतासी वा गाक्को वा इत्ते निहोन्गो बेन्क्यो शित्ते उचिए खाएरिमास। वतासी वा गाक्को वा इत्ते भनेको म चाहिँ स्कुलतिर गएर निहोन्गो बेन्क्यो शित्ते भनेको जापानी भाषा अध्ययन गरेर उचिए खाएरिमास घरतिर फर्कन्छु। म चाहिँ स्कुलतिर गएर जापानी भाषा अध्ययन गरेर घरतिर फर्कन्छु। अब यसैलाई पास्ट टेन्समा भन्नु पर्यो भने वतासी वा गाक्को वा इत्ते निहोन्गो बेन्क्यो शित्ते उचिए खाएरिमासिता। म चाहिँ स्कुलतिर गएर जापानी भाषा अध्ययन गरेर घरतिर फर्केको थिएँ। त्यस्तै अब हामी अर्को पनि एउटा सेन्टेन्स बनाउने छौँ। म चाहिँ साथीलाई भेटेर मुभी हेरेर सपिङ गर्छु अथवा किनमेल गर्छु भन्नु पर्यो भने वतासी वा तोमोदाची आत्ते एइगाओ मित्ते खाइमोनो शिमास। वतासी वा तोमोदाची आत्ते भनेको म चाहिँ साथीलाई भेटेर एइगाओ मित्ते भनेको मुभी हेरेर अथवा फिल्म हेरेर खाइमोनो शिमास सपिङ गर्छु। म चाहिँ साथीलाई भेटेर मुभी हेरेर सपिङ गर्छु। अब यसैलाई पास्ट टेन्समा भन्नु पर्यो भने वतासी वा तोमोदाची आत्ते एइगाओ मित्ते खाइमोनो शिमासिता। म चाहिँ साथीलाई भेटेर मुभी हेरेर सपिङ गरेको थिएँ। यसरी नै हामीहरूले अन्य सेन्टेन्सहरू पनि बनाउन सकिन्छ। त्यस्तै अब हामी ते फर्म प्लस खाराको बारेमा पढ्नेछौँ। यो ते फर्म प्लस खारा भनेको चाहिँ कुनै पनि कुरा गरिसकेपछि अथवा कुनै पनि कुराको पछि भन्नु पर्दाखेरि चाहिँ ते प्लस खाराको प्रयोग हुन्छ। यसको अर्थ चाहिँ ए पछि, जस्तै खाना खाइसकेपछि, उठिसकेपछि, आइसकेपछि यस्ता कुनै पनि कुराको पछि भन्नु पर्यो भने यसको प्रयोग गरिन्छ। अब हामी केही भर्बलाई ते प्लस खाराको प्रयोग गरेर हेर्नेछौँ। यहाँ हामीहरूले ताबेमासलाई लिएका छौँ। ताबेमास भनेको चाहिँ खान्छु। अब यो ताबेमासलाई ते फर्म प्लस खारामा लैजाँदाखेरि चाहिँ ताबेते खारा भनेको चाहिँ खाएपछि अथवा खाइसकेपछि। ताबेमास भनेको चाहिँ खान्छु। अब खाइसकेपछि भन्नु पर्यो भने चाहिँ ताबेते खारा। त्यस्तै यहाँ हामीहरूले अर्को भर्बलाई लिएका छौँ ओकिमास। ओकिमास भनेको चाहिँ उठ्छु। अब यो ओकिमासलाई ते फर्म प्लस खारामा लैजाँदाखेरि चाहिँ ओकिते खारा भनेको चाहिँ उठेपछि। उठ्छु भन्दाखेरि चाहिँ ओकिमास। अब उठेपछि भन्नु पर्यो भने चाहिँ ओकिते खारा, उठेपछि। त्यस्तै यहाँ हामीहरूले अर्को भर्बलाई पनि लिएका छौँ इकिमास। इकिमास भनेको चाहिँ जान्छु। अब यो इकिमासलाई पनि ते फर्म प्लस खारामा परिवर्तन गर्दा अथवा लैजाँदाखेरि चाहिँ इत्ते खारा भनेको चाहिँ गएपछि। जान्छु भन्दाखेरि चाहिँ इकिमास। अब गएपछि भन्नु पर्यो भने चाहिँ इत्ते खारा भनेको गएपछि। अब हामी यो ते फर्म प्लस खाराको प्रयोग गरेर केही सेन्टेन्सहरू पनि बनाउने छौँ। जस्तै एउटा सेन्टेन्स बनाम बिहान खाना खाएपछि कम्पनी जान्छु भन्नु पर्यो भने आशा गुहानो ताबेते खारा खाइसाए इकिमास। आशा गुहानो ताबेते खारा
बिहान खाना खाएपछि खाइसकेकीमास कम्पनी जान्छु। बिहान खाना खाएपछि कम्पनी जान्छु। त्यस्तै अर्को पनि एउटा सेन्टेन्स बनाम। म चाहिँ 5 बजे उठेपछि स्कुलतिर जान्छु भन्नु पर्यो भने वातासी वा गोजी नि ओकित्ते खारा गाक्को इकिमास। वातासी वा गोजी नि ओकित्ते खारा म चाहिँ 5 बजे उठेपछि गाक्को इकिमास स्कुलतिर जान्छु। म चाहिँ 5 बजे उठेपछि स्कुलतिर जान्छु। त्यस्तै अर्को पनि एउटा सेन्टेन्स बनाम। जस्तै फोन गरेपछि घर फर्कन्छु भन्नु पर्यो भने देनवा हो खाकेत्ते खारा उचिए खाइरिमास। फोन गरेपछि घरतिर फर्कन्छु। फोन गरेपछि घर फर्कन्छु। अब यसको ठाउँमा फोन गरेपछि साथीको घरतिर जान्छु यसलाई भन्नु पर्यो भने देनवा हो खाकेत्ते खारा तोमोदाची नो उचिए इकिमास। देनवा हो खाकेत्ते खारा फोन गरेपछि तोमोदाची नो उचिए इकिमास साथीको घरतिर जान्छु। फोन गरेपछि साथीको घरतिर जान्छु। त्यस्तै अब अर्को पनि एउटा सेन्टेन्स बनाम। म चाहिँ परिवारसँग खाना खाएपछि सुत्छु भन्नु पर्यो भने वातासी वा खाजुकुतो गुहानो ताबेत्ते खारा नेमास। वातासी वा खाजुकुतो म चाहिँ परिवारसँग गुहानो ताबेत्ते खारा खाना खाएपछि नेमास सुत्छु। म चाहिँ परिवारसँग खाना खाएपछि सुत्छु। त्यस्तै अब हामी एक्जेक्टिभहरूको बारेमा पढ्नेछौँ। तपाईहरूलाई थाहा नै होला एक्जेक्टिभहरू दुई प्रकारका हुन्छन्। एउटा ना एक्जेक्टिभ, अर्को इ एक्जेक्टिभ। एक्जेक्टिभको बारेमा त पहिले नै पढिसकेको, यहाँ किन पढ्न लागि भन्ने तपाईहरूलाई लागिरह होला। यसमा चाहिँ हामीहरू डबल एक्जेक्टिभ आयो भने त्यसलाई कसरी सल्भ गर्ने त्यसको बारेमा पढ्नेछौँ। डबल एक्जेक्टिभ पढ्नु अगाडि हामी इ एक्जेक्टिभ र ना एक्जेक्टिभलाई छोटकरीमा रिभिजन गर्नेछौँ। हामीहरूले ना एक्जेक्टिभ पढ्दाखेरि जुन एक्जेक्टिभको अन्तिममा पछाडि इ अक्षर हुँदैन त्यसलाई चाहिँ ना एक्जेक्टिभ हुन्छ भनेर पढेका थियौँ। जस्तै हान्सामु, सिन्चेचु, हिमा, सुतेकी यिनीहरू चाहिँ ना एक्जेक्टिभमा पर्छन् भनेर पढेका थियौँ। ना एक्जेक्टिभमा केही त्यस्ता एक्जेक्टिभहरू पनि छन् जसको पछाडि चाहिँ इ अक्षर आए तापनि तिनीहरू चाहिँ ना एक्जेक्टिभमा नै पर्छन् भनेर पढेका थियौँ। तिनीहरू चाहिँ अब बात हुन्। जस्तै किरै, युमै, किराय, त्यही नै यिनीहरू चाहिँ अपवाद एक्जेक्टिभहरू हुन्। यिनीहरूको पछाडि इ आए तापनि यिनीहरू चाहिँ ना एक्जेक्टिभमा नै पर्छन् भनेर पढेका थियौँ। त्यस्तै हामीहरूले इ एक्जेक्टिभमा चाहिँ जुन एक्जेक्टिभको पछाडि अन्तिममा इ अक्षर हुन्छ त्यसलाई चाहिँ इ एक्जेक्टिभ हुन्छ भनेर पढेका थियौँ। जस्तै ओकी, चिसाई, इ, ताखाई यिनीहरू चाहिँ इ एक्जेक्टिभमा पर्छन् भनेर पढेका थियौँ। अब हामी डबल एक्जेक्टिभमा नै फर्कन्छौँ। यदि डबल एक्जेक्टिभ छ र त्यो एक्जेक्टिभ मध्ये अगाडि चाहिँ ना एक्जेक्टिभ छ भने त्यसमा साथै भन्दाखेरि चाहिँ ना एक्जेक्टिभको पछाडि दे लेख्नुपर्छ। यसलाई अझ सहज रूपमा बुझ्न यदि कुनै दुईवटा एक्जेक्टिभ छ त्यो दुईवटा एक्जेक्टिभ मध्ये चाहिँ पहिलो एक्जेक्टिभ ना एक्जेक्टिभ छ भने चाहिँ त्यो ना एक्जेक्टिभ पछाडि साथै भन्नको लागि चाहिँ दे लेख्नुपर्छ। यो चाहिँ ना एक्जेक्टिभ प्लस अन्य कुनै एक्जेक्टिभ छ भने दे लेख्नुपर्छ। यो डबल एक्जेक्टिभको चाहिँ कस्तो अवस्थामा प्रयोग हुन्छ भन्दा यदि कुनै पनि कुराको दुईवटा विशेषता जनाउनु पर्यो अथवा भन्नु पर्यो भने चाहिँ यो डबल एक्जेक्टिभको प्रयोग गरिन्छ। जस्तै मिराजी चाहिँ ह्यान्डसम हुनुहुन्छ साथै दयालु हुनुहुन्छ। यसरी कुनै पनि
दुईवटा विशेषता जनाउनु पर्यो भने चाहिँ यो डबल एक्जेक्टिभको प्रयोग गरिन्छ। अब हामी यसलाई अझ सहज रूपमा बुझ्न केही उदाहरणहरू पनि गरेर हेर्नेछौँ। यहाँ देख्न सकिन्छ मिरा सान्वा छ र ब्राकेटमा चाहिँ हान्सामु र सिन्चेचु देख्न सकिन्छ। यसमा दुईवटा एक्जेक्टिभहरू छन्। हामीहरूले याद गर्नुपर्ने चाहिँ सुरुको एक्जेक्टिभ ना एक्जेक्टिभ छ कि ई एक्जेक्टिभ छ भनेर अहिले हामीहरू चाहिँ ना एक्जेक्टिभको पढिरहेछौँ। हामीहरूले माथि भनेका थियौँ यदि डबल एक्जेक्टिभ छ र अगाडि चाहिँ ना एक्जेक्टिभ छ भने साथै भन्नको लागि चाहिँ ना एक्जेक्टिभको पछाडि त्यही लेख्नुपर्छ भनेर भनेका थियौँ। अब हामी यसलाई सेन्टेन्स बनाएर हेर्नेछौँ। अब यसलाई सेन्टेन्स बनाउँदा मिरा सान्वा हान्सामु दे सिन्चेचु देश। मिराजी चाहिँ ह्यान्डसम साथै दयालु हुनुहुन्छ। यसमा मिरा सान्वा छ र ब्राकेटमा चाहिँ हान्सामु र सिन्चेचु छ। यहाँ हामीले अघिल्लो चाहिँ हेर्नुपर्ने हो। अघिल्लो एक्जेक्टिभ चाहिँ हान्सामु छ। हान्सामु चाहिँ ना एक्जेक्टिभ हो। अब ना एक्जेक्टिभ पछाडि एक्जेक्टिभलाई जोड्नलाई चाहिँ दे लेख्नुपर्छ। साथै भन्नको लागि दे लेख्नु पर्यो। मिराजी चाहिँ ह्यान्डसम हुनुहुन्छ साथै दयालु हुनुहुन्छ। हामीहरूले अगाडिको लेसन 8मा चाहिँ साथै भन्दाखेरि सोसितेको प्रयोग गरेका थियौँ भने यो लेसनमा चाहिँ दे भनेर प्रयोग गरेका छौँ अथवा लगाएका छौँ। किन त्यसो गरिएको, त्यसमा चाहिँ सोसिते, यसमा चाहिँ दे लगाएको भनेर भन्दाखेरि यो लेसनमा चाहिँ हामीहरूले दे भन्दा साथै भन्दाखेरि एउटै सेन्टेन्स बनायौँ भने लेसन 8मा चाहिँ साथै भन्दा दुईवटा सेन्टेन्स हुन्थ्यो। लेसन 8मा चाहिँ मिरा सान्वा हान्सामु देश सोसिते सिन्सेचु देश भनेर यसरी दुईवटा बनाइन्थ्यो भने यो लेसनमा चाहिँ हामीहरूले मिरा सान्वा हान्सामु दे सिन्सेचु देश भनेर एउटै सेन्टेन्स बनायौँ। यसमा चाहिँ हामीहरूले दुईवटै ना एक्जेक्टिभ भएकोलाई सेन्टेन्समा बनायौँ भने अब चाहिँ हामी अर्को सुरुको ना एक्जेक्टिभ र अर्को ई एक्जेक्टिभ आयो भने त्यसलाई कसरी गर्ने त्यसको बारेमा हेर्नेछौँ। यहाँ हामीहरूले देख्न सकिन्छ निहोन्नो कुरुमा छ र ब्राकेटमा चाहिँ बेनरी छ र अर्को ई छ। जापानको गाडी ब्राकेटमा चाहिँ सुविधाजनक र राम्रो छ। अब हामीहरूले यसमा हेर्नुपर्ने भनेको चाहिँ सुरुको ना एक्जेक्टिभ छ कि ई एक्जेक्टिभ। यसमा ना एक्जेक्टिभ छ र पछाडि चाहिँ ई एक्जेक्टिभ छ। अब यसलाई कसरी सेन्टेन्स बनाउने त्यसको बारेमा हेर्नेछौँ। निहोन्नो कुरुमा वा बेनरी दे ई देश। निहोन्नो कुरुमा वा बेनरी दे ई देश। जापानको कार चाहिँ सुविधाजनक साथै राम्रो छ। यसमा अब सुरुको ना एक्जेक्टिभ र दोस्रो ई एक्जेक्टिभ छ भने केही गर्नु पर्दैन। सुरुको ना एक्जेक्टिभ छ भने पछाडिको एक्जेक्टिभलाई जोड्न दे लेख्यो भने हुन्छ। देको अर्थ चाहिँ साथै भन्ने जनाउँछ। यो चाहिँ कुनै पनि दुईवटा एक्जेक्टिभ छ र अगाडि चाहिँ ना एक्जेक्टिभ छ भने पछाडिको एक्जेक्टिभलाई जोड्न अथवा साथै भन्नको लागि चाहिँ देको प्रयोग हुन्छ। अब हामी अर्को एउटा उदाहरण हेर्नेछौँ। अगाडि चाहिँ ना एक्जेक्टिभ छ, पछाडि चाहिँ नाउन छ अथवा कुनै अरू एक्जेक्टिभहरू छ भने त्यसलाई कसरी सेन्टेन्स बनाउने त्यसको बारेमा हेर्नेछौँ। यहाँ देख्न सकिन्छ नेपाल चाहिँ सुन्दर साथै शान्त देश हो। यसमा ना एक्जेक्टिभ सँगै नाउन पनि आएको छ। अब यसलाई कसरी सेन्टेन्स बनाउने त्यसको बारेमा हेर्नेछौँ। नेपारू वा किरै दे सिजुकाना कुनी देश। नेपारू वा किरै दे सिजुकाना कुनी देश। नेपाल चाहिँ सुन्दर साथै शान्त देश हो। किरै चाहिँ हेर्दाखेरि ई एक्जेक्टिभ भए तापनि यो चाहिँ ना एक्जेक्टिभमा नै पर्छ। यो चाहिँ अपवाद एक्जेक्टिभ हो। यसमा दुईवटा ना एक्जेक्टिभ छ, एउटा किरै भयो, अर्को सिजुका। त्यसपछि चाहिँ नाउन छ कुनी। यदि ना एक्जेक्टिभ पछि नाउन आउँछ भने ना एक्जेक्टिभको पछाडि चाहिँ ना लेख्नुपर्छ। यसमा सिजुकाको पछाडि ना लेखिएको छ। सिजुकाना
यसलाई अझ सहज रूपमा बुझ्नका लागि यदि कुनै पनि दुईवटा ना एक्जेक्टिभ छ अथवा सुरुको चाहिँ ना एक्जेक्टिभ छ अर्को इ एक्जेक्टिभ छ भने दुईटालाई जोड्नलाई चाहिँ ना एक्जेक्टिभको पछाडि दे लेख्यो भने हुन्छ। अब ना एक्जेक्टिभको पछाडि नाउन आयो भने चाहिँ ना एक्जेक्टिभको पछाडि ना लेख्नु पर्यो। यसमा पनि सिजुका ना एक्जेक्टिभ, अब यसको पछाडि नाउन आयो त्यही भएर सिजुका ना लेखियो। यदि इ एक्जेक्टिभको पछाडि नाउन आयो भने केही गर्नु पर्दैन, जस्ताको तस्तै छोडिदिने, त्यसमा चाहिँ केही पनि थप्नु पर्दैन। ना एक्जेक्टिभको पछाडि नाउन आयो भने ना थप्नु पर्यो, तर इ एक्जेक्टिभको पछाडि नाउन आयो भने चाहिँ केही पनि थप्नु पर्दैन। त्यस्तै अब हामी इ एक्जेक्टिभ, डबल इ एक्जेक्टिभको बारेमा पढ्नेछौँ। यदि कुनै पनि डबल एक्जेक्टिभ छ र अगाडिको चाहिँ इ एक्जेक्टिभ छ भने साथै भन्नको लागि इ एक्जेक्टिभको अन्तिममा रहेको इलाई हटाउने र इको ठाउँमा कुते लेख्ने। कुनै डबल एक्जेक्टिभ छ र अगाडिको चाहिँ इ एक्जेक्टिभ छ भने साथै भन्नको लागि अगाडि भएको इ एक्जेक्टिभको अन्तिममा रहेको इलाई हटाउने, त्यसको ठाउँमा कुते लेख्ने। अघि चाहिँ हामीहरूले कुनै डबल एक्जेक्टिभ छ अगाडिको एक्जेक्टिभ चाहिँ ना एक्जेक्टिभ छ भने साथै भन्नको लागि त्यही लेख्नुपर्छ भनेर पढेका थियौँ। अब यसमा इ एक्जेक्टिभमा चाहिँ कुनै डबल एक्जेक्टिभ छ अगाडिको चाहिँ इ एक्जेक्टिभ छ भने साथै भन्नको लागि अगाडिको इ एक्जेक्टिभमा भएको इलाई हटाएर इको ठाउँमा चाहिँ कुते लेख्नुपर्छ। यसलाई अझ सहज रूपमा बुझ्न हामी केही सेन्टेन्स पनि बनाएर हेर्नेछौँ। यहाँ देख्न सकिन्छ मिरा सानुवा छ र ब्राकेटमा चाहिँ ताखाई छ र अर्को हान्सामु छ। दुईवटा एक्जेक्टिभ छ, यसमा सुरुमा चाहिँ इ एक्जेक्टिभ छ ताखाई। अब हामी यसलाई सेन्टेन्स बनाएर हेर्नेछौँ। मिरा सानुवा ताखा कुते हान्सामु देश। मिराजी चाहिँ अग्लो साथै ह्यान्डसम हुनुहुन्छ। यसमा हामीहरूले एउटा इ एक्जेक्टिभ र अर्को ना एक्जेक्टिभ भएको सेन्टेन्स बनायौँ भने अब हामी दुईटै इ एक्जेक्टिभ भएको सेन्टेन्स बनाएर हेर्नेछौँ। अब दुईवटै इ एक्जेक्टिभ भएको सेन्टेन्स बनाम। जस्तै जापानको ट्रेन चाहिँ राम्रो साथै सुविधाजनक छ भन्नु पर्यो भने निहुन्नो देन्स्यावा यो कुते बेन्री देश। निहुन्नो देन्स्यावा यो कुते बेन्री देश। जापानको ट्रेन चाहिँ राम्रो साथै सुविधाजनक छ। यसमा इ नलेखेर किन यो कुते लेखेको होला भनेर तपाईहरूलाई लागेको छ भने इ भनेको नि राम्रो, योही भनेको पनि राम्रो भन्ने अर्थ जनाउँछ, तर यसमा हामीहरूले योहीको प्रयोग गर्यौं। राम्रो छ भन्दा इ को प्रयोग गर्न सकिन्छ, तर राम्रो थिएन, राम्रो छैन, राम्रो थियो भन्दाखेरि यो योहीको प्रयोग गरिन्छ। त्यस्तै अब हामी ना एक्जेक्टिभ पछाडि नाउन आयो भने त्यसलाई कसरी गर्ने त्यसको बारेमा हेर्नेछौँ। ना एक्जेक्टिभ पछाडि नाउन आएको हामी एउटा सेन्टेन्स बनाउनेछौँ। जस्तै नेपाल चाहिँ ठुलो साथै रमाइलो देश हो भन्नु पर्यो भने नेपारु वा ओकी कुते तानोसी कुनी देश। नेपाल चाहिँ ठुलो साथै रमाइलो देश हो। भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार, लेसन 17 को ग्रामरमा तपाईहरुलाई स्वागत छ। लेसन 17 को ग्रामरमा हामी नाइफर्मको बारेमा पढ्नेछौँ भने नाइफर्मसँग सम्बन्धित अन्य ग्रामटिकल कुराहरू पनि पढ्नेछौँ। यस लेसनमा नाइदे कुदासाई, नाक्रेबा नारिमासेन र नाकुतेमो यी देशको बारेमा पनि पढ्नेछौँ। यो लेसन पढ्नु अगाडि चाहिँ तपाईहरुले भर्ब ग्रुपहरू कसरी छुट्याउने त्यो चाहिँ एकदमै जान्नुपर्ने हुन्छ। त्यो जानिएन भने चाहिँ यो लेसन एकदम बुझ्न गाह्रो छ। लेसन 17 मा हामी मुख्यतया नाइफर्मसँग सम्बन्धित रहेर नै पढ्नेछौँ। नाइफर्मको बारेमा मैले अघिल्लो भिडियोमा नै छुट्टै एउटा भिडियो बनाइसकेको छु। यदि तपाईहरुलाई कुनै पनि कन्फ्युजन छ भने त्यसमा हेर्न सक्नुहुनेछ। म चाहिँ अब यहाँ तपाईहरुलाई छोटकरीमा
रिभिजन गराउने छु। नाइफर्म भनेको चाहिँ प्रेजेन्ट नेगेटिभ मासेनको चाहिँ सर्ट फर्म हो। सर्ट फर्मलाई जापानी भाषामा फुचुके पनि भनिन्छ। यो चाहिँ मासेनको फुचुके हो सर्ट फर्म। यो नाइफर्म चाहिँ नन पोलाइट फर्म भएकोले यो चाहिँ आफूभन्दा ठुलोसँग यसको प्रयोग गर्न मिल्दैन। यो चाहिँ आफू सरह वा आफूभन्दा सानोसँग मात्र प्रयोग गर्न मिल्छ। यो नाइफर्मको प्रयोग पनि फर्स्ट वर्ब, सेकेन्ड वर्ब, थर्ड वर्बको क्याटेगोरीमा प्रयोग गरिन्छ। फर्स्ट वर्बलाई नाइफर्ममा लैजानको लागि मासलाई हटाएर मासको अगाडि आउने ई साउन्डलाई चाहिँ आ साउन्डमा लगी नाइ थप्नुपर्छ। फर्स्ट वर्ब ग्रुपलाई नाइफर्ममा लैजानको लागि वर्बमा भएको मासलाई हटाउने र मासको अगाडि आउने ई साउन्डलाई चाहिँ आ साउन्डमा लगेर पछाडि नाइ थप्नुपर्छ। फर्स्ट वर्ब ग्रुपलाई नाइफर्ममा लैजाँदाखेरि बुझ्नुपर्ने अर्को एउटा कुरा छ, यदि फर्स्ट वर्ब ग्रुपमा मासको अगाडि ई अक्षर छ भने यसमा ई साउन्ड नभएर ई अक्षर छ भने त्यो ई अक्षरलाई चाहिँ वा अक्षरमा लगी नाइ लेख्नु पर्दछ। त्यस्तै सेकेन्ड वर्ब ग्रुपलाई नाइफर्ममा लैजानको लागि मासलाई हटाएर मासको ठाउँमा नाइ लेख्नु पर्दछ। सेकेन्ड वर्ब ग्रुपलाई चाहिँ नाइफर्ममा लैजानको लागि वर्बमा भएको मासलाई हटाउने मासको ठाउँमा नाइ लेख्नु पर्दछ। त्यस्तै थर्ड वर्ब ग्रुपलाई नाइफर्ममा लैजानको लागि थर्ड वर्ब ग्रुपमा जम्मा दुईवटा मात्रै वर्ब हुन्छ। किमासलाई चाहिँ कोनाई, सिमासलाई सिनाइमा परिवर्तन गर्नुपर्दछ। यसमा चाहिँ दुईवटा मात्र वर्ब हुने भएकाले याद गर्दा हुन्छ। किमासलाई चाहिँ कोनाई, सिमासलाई चाहिँ सिनाइ। अब हामी नाइदे कुदासाईको बारेमा पढ्नेछौँ। नाइदे कुदासाई भनेको चाहिँ नगर्नुहोस् भन्दा नाइदे कुदासाई। यो नाइदे कुदासाई भनेको चाहिँ हामीहरूले अघिल्लो लेसनमा पढेका थियौँ। तेफम प्लस कुदासाईको बारेमा पढेकै थियौँ, नुहोस् भनेर। हो, यो चाहिँ त्यसकै नेगेटिभ फर्म हो। तेफम प्लस कुदासाईको नेगेटिभ फर्म चाहिँ नाइदे कुदासाई, नगर्नुहोस्। नुहोस् भन्दाखेरि चाहिँ तेफम प्लस कुदासाई, अब त्यसको नेगेटिभ फर्म चाहिँ नाइदे कुदासाई, नगर्नुहोस्। यो नगर्नुहोस् भन्दा जस्तै यहाँ धुम्रपान नगर्नुहोस्, निषेधित क्षेत्रमा नजानुहोस् अथवा कतै नजानुहोस्, नखानुहोस्, नआउनुहोस्, यस्ता नुहोस् नगर्नुहोस् भन्नु पर्यो भने चाहिँ नाइदे कुदासाईको प्रयोग गरिन्छ। यो नाइदे कुदासाईलाई अझ सहज रूपमा बुझ्नको लागि हामी केही भर्बहरूलाई नाइदे कुदासाई फर्ममा लगेर हेर्नेछौँ। यहाँ उदाहरणको लागि हामीहरूले नोमिमासलाई लिएका छौँ। नोमिमास भनेको चाहिँ पिउँछु। अब नोमिमासलाई नाइदे कुदासाई फर्ममा लैजाँदाखेरि चाहिँ नोमा नाइदे कुदासाई भनेको चाहिँ नपिउनुहोस्। यहाँ तपाईँहरूलाई लाग्न सक्छ नोमिमासलाई कसरी नोमा नाइदे कुदासाईमा परिवर्तन गरिएको भनेर। हामीहरूले अघि भनेका थियौँ, फर्स्ट वर्ब ग्रुपलाई नाइफर्ममा लैजानको लागि फर्स्ट वर्बमा भएको ई साउन्डलाई आ साउन्डमा लानुपर्छ भनेर। यसमा हामीहरूले नोमिमासको ई साउन्डलाई चाहिँ आ साउन्डमा परिवर्तन गर्यौँ र नोमा नाइदे कुदासाई, नपिउनुहोस् बनायौँ। त्यस्तै हामीहरूले अर्को भर्बलाई लिएका छौँ, इकिमास। इकिमास भनेको चाहिँ जान्छु। अब यो इकिमासलाई नाइदे कुदासाई फर्ममा लैजाँदाखेरि चाहिँ इका नाइदे कुदासाई भनेको चाहिँ नजानुहोस्। इकिमास भनेको चाहिँ जान्छु। अब नजानुहोस् भन्नु पर्यो भने चाहिँ इका नाइदे कुदासाई, नजानुहोस्। त्यस्तै यहाँ अर्को उदाहरण लिएका छौँ, मिमास। मिमास भनेको चाहिँ हेर्छु। अब मिमासलाई नाइदे कुदासाईमा परिवर्तन गर्दाखेरि चाहिँ मिनाइदे कुदासाई भनेको नहेर्नुहोस्। मिमास भनेको चाहिँ हेर्छु। अब नहेर्नुहोस् भन्नु पर्यो भने चाहिँ मिनाइदे कुदासाई, नहेर्नुहोस्। त्यस्तै यहाँ हामीहरूले अर्को उदाहरण लिएका छौँ, ताबेमास। ताबेमास भनेको चाहिँ खान्छु। अब ताबेमासलाई नाइदे कुदासाई फर्ममा लैजाँदाखेरि ताबे
ताबे नाइदे कुदासाई भनेको चाहिँ नखानुहोस्। खान्छु भन्दाखेरि ताबेमास, नखानुहोस् भन्दाखेरि ताबे नाइदे कुदासाई, नखानुहोस्। त्यस्तै हामीहरूले अर्को भावलाई लिएका छौँ किमास। किमास भनेको चाहिँ आउँछु। अब किमासलाई नाइदे कुदासाई फर्ममा लैजाँदाखेरि चाहिँ कोनाइदे कुदासाई, कोनाइदे कुदासाई भनेको चाहिँ नआउनुहोस्। आउँछु भन्दाखेरि चाहिँ किमास। अब नआउनुहोस् भन्नु पर्यो भने चाहिँ कोनाइदे कुदासाई, कोनाइदे कुदासाई भनेको चाहिँ नआउनुहोस्। त्यस्तै हामीहरूले अर्को भव लिएका छौँ सिमास। सिमास भनेको गर्छु। अब किमासलाई नाइदे कुदासाई फर्ममा लैजाँदाखेरि चाहिँ सिनाइदे कुदासाई, सिनाइदे कुदासाई भनेको चाहिँ नगर्नुहोस्। गर्छु भन्दाखेरि चाहिँ सिमास। अब नगर्नुहोस् भन्नु पर्यो भने चाहिँ सिनाइदे कुदासाई, नगर्नुहोस्। नाइदे कुदासाईलाई अझ सहज रूपमा बुझ्नको लागि हामी केही सेन्टेन्सहरू पनि बनाउने छौँ। अब हामी एउटा सेन्टेन्स बनाउने छौँ। जस्तै रक्सी नपिउनुहोस् भन्नु पर्यो भने ओसाके हो नोमा नाइदे कुदासाई, ओसाके हो नोमा नाइदे कुदासाई भनेको रक्सी नपिउनुहोस्। त्यस्तै अब हामी अर्को पनि एउटा सेन्टेन्स बनाउने छौँ। जस्तै चुरोट नपिउनुहोस् भन्नु पर्यो भने ताबाको हो सुवा नाइदे कुदासाई, ताबाको हो सुवा नाइदे कुदासाई भनेको चुरोट नखानु होला अथवा चुरोट नपिउनु होला। अर्को पनि एउटा सेन्टेन्स हेरौँ। जस्तै यहाँ गाडी नरोक्नुहोस् भन्नु पर्यो भने कोको नि कुरुमा हो तोमे नाइदे कुदासाई, कोको नि कुरुमा हो तोमे नाइदे कुदासाई, यहाँ गाडी नरोक्नुहोस्। त्यस्तै अर्को पनि एउटा सेन्टेन्स बनाम। जस्तै किताब नबिर्सिनुहोस् भन्नु पर्यो भने होन ओ वासुरे नाइदे कुदासाई, होन ओ वासुरे नाइदे कुदासाई भनेको किताब नबिर्सिनुहोस्। अब हामी नाकेरेबा नारीमासेनको बारेमा पढ्नेछौँ। यो नाकेरेबा नारीमासेन भनेको चाहिँ गर्नै पर्छ अर्थात् मस्ट डु भन्ने अर्थ जनाउँछ। यो चाहिँ नगरिकन हुँदैन, गर्नै पर्ने भन्ने अर्थ लाग्दछ। कुनै पनि कुरा गर्नै पर्छ भन्दा यो नाकेरेबा नारीमासेनको प्रयोग हुन्छ। जस्तै जापान जानको लागि जापानी भाषा अध्ययन गर्नुपर्छ। यस्ता कुनै पनि कुरा गर्नै पर्छ भन्दा यो नाकेरेबा नारीमासेनको प्रयोग हुन्छ। नाकेरेबा नारीमासेनलाई अझ सहज रूपमा बुझ्न हामी केही भवहरूलाई नाकेरेबा नारीमासेनमा लगेर पनि हेर्नेछौँ। यहाँ हामीहरूले योमिमास भवलाई लिएका छौँ। योमिमास भनेको चाहिँ पढ्छु। अब यो योमिमासलाई नाकेरेबा नारीमासेन फर्ममा लैजाँदाखेरि चाहिँ योमा नाकेरेबा नारीमासेन, योमा नाकेरेबा नारीमासेन भनेको चाहिँ पढ्नै पर्छ अर्थात् नपढिकन हुँदैन। यसमा हामीहरूले योमिमासलाई नाइ फर्ममा लग्यौँ तर पछाडिको नाइ नलेखेर नाइको ठाउँमा चाहिँ नाकेरेबा नारीमासेन प्रयोग गर्यौँ। योमा नाकेरेबा नारीमासेन पढ्नै पर्छ। पढ्छु भन्दा योमिमास। अब पढ्नै पर्छ भन्दाखेरि चाहिँ योमा नाकेरेबा नारीमासेन पढ्नै पर्छ। त्यस्तै हामीहरूले अर्को भवलाई पनि लिएका छौँ खाएरीमास। खाएरीमास भनेको चाहिँ फर्कन्छु। अब यो खाएरीमासलाई नाकेरेबा नारीमासेन फर्ममा लैजाँदाखेरि चाहिँ खाएरा नाकेरेबा नारीमासेन, खाएरा नाकेरेबा नारीमासेन भनेको चाहिँ फर्कनै पर्छ। फर्कन्छु भन्दाखेरि चाहिँ खाएरीमास। अब फर्कनै पर्छ भन्दाखेरि चाहिँ खाएरा नाकेरेबा नारीमासेन फर्कनै पर्छ। त्यस्तै यहाँ अर्को भवलाई पनि लिएका छौँ ओरिमास। ओरिमास भनेको चाहिँ ओर्लन्छु। अब यसलाई नाकेरेबा नारीमासेन फर्ममा लैजाँदाखेरि चाहिँ ओरी नाकेरेबा नारीमासेन, ओरी नाकेरेबा नारीमासेन भनेको ओर्लनै पर्छ। ओर्लन्छु भन्दाखेरि चाहिँ ओरिमास। अब ओर्लनै पर्छ भन्दाखेरि चाहिँ ओरी नाकेरेबा नारीमासेन ओर्लनै पर्छ। त्यस्तै अर्को भव छ आगेमास। आगेमास भनेको चाहिँ दिन्छु। अब यसलाई पनि फर्ममा प्रयोग गर्दाखेरि आगे नाकेरेबा नारीमासेन, आगे नाकेरेबा नारीमासेन भनेको चाहिँ दिनै पर्छ। दिन्छु भन्दाखेरि चाहिँ आगेमास। अब दिनै पर्छ भन्दाखेरि
आगे नाकरेबा नारीमासेन दिनै पर्छ। यिनीहरू सबैमा हामीहरूले नाइ फर्ममा लगेर नाकरेबा नारीमासेन लेखिराखेका छौँ। त्यस्तै अर्को भब छ किमास। किमास भनेको आउँछु। किमासलाई पनि फर्ममा प्रयोग गर्दाखेरि चाहिँ को नाकरेबा नारीमासेन। को नाकरेबा नारीमासेन भनेको आउनै पर्छ। आउँछु भन्दाखेरि किमास, अब आउनै पर्छ भन्दाखेरि को नाकरेबा नारीमासेन, आउनै पर्छ। त्यस्तै अर्को भब छ सिमास। सिमास भनेको चाहिँ गर्छु। सिमासलाई नाकरेबा नारीमासेनमा लैजाँदाखेरि सिनाकरेबा नारीमासेन। सिनाकरेबा नारीमासेन भनेको गर्नै पर्छ। गर्छु भन्दाखेरि चाहिँ सिमास, अब गर्नै पर्छ भन्दाखेरि सिनाकरेबा नारीमासेन, गर्नै पर्छ। अब हामी यो नाकरेबा नारीमासेनको प्रयोग गरेर सेन्टेन्स पनि बनाउने छौँ। अब हामी केही सेन्टेन्सहरू बनाउने छौँ। जस्तै अब तपाईँले लाइब्रेरीबाट किताब ल्याउनु भयो, अब यो फिर्ता गर्नुपर्छ भन्नु पर्यो भने, किताब फिर्ता गर्नै पर्छ भन्नु पर्यो भने कसरी भन्ने त? होनो खाएसा नाकरेबा नारीमासेन। होनो खाएसा नाकरेबा नारीमासेन भनेको किताब फिर्ता गर्नै पर्छ अथवा किताब फिर्ता नगरिकन हुँदैन। त्यस्तै अब हामी अर्को पनि एउटा सेन्टेन्स बनाउने छौँ। होमवर्क गर्नै पर्छ भन्नु पर्यो भने सिउकुदाइ हो सि नाकरेबा नारीमासेन। सिउकुदाइ हो सि नाकरेबा नारीमासेन भनेको होमवर्क गर्नै पर्छ अथवा होमवर्क नगरिकन हुँदैन। त्यस्तै अब अर्को पनि एउटा सेन्टेन्स बनाम। औषधि खानै पर्छ भन्नु पर्यो भने कुसुरी हो नोमा नाकरेबा नारीमासेन। कुसुरी हो नोमा नाकरेबा नारीमासेन, औषधि खानै पर्छ अथवा औषधि नखाई हुँदैन। त्यस्तै अर्को पनि एउटा सेन्टेन्स बनाम। जस्तै फोटो खिच्नै पर्छ भन्नु पर्यो भने स्यासिन हो तोरा नाकरेबा नारीमासेन। स्यासिन हो तोरा नाकरेबा नारीमासेन भनेको फोटो खिच्नै पर्छ अथवा फोटो नखिची हुँदैन। त्यस्तै अब हामी नाकुतेमो यी देशको बारेमा पढ्नेछौँ। यो नाकुतेमो यी देश भनेको चाहिँ नगरे पनि हुन्छ भन्ने अर्थ लाग्छ। कुनै पनि कुरा नगरे पनि हुन्छ भन्दाखेरि चाहिँ यो नाकुतेमो यी देशको प्रयोग हुन्छ। जस्तै भोलि अफिस नगए पनि हुन्छ अथवा आज ओभरटाइम नगरे पनि हुन्छ अथवा तपाईँ कसैको घरमा जानुभएको छ, जुत्ता नखोलिकन भित्र आउँदा पनि हुन्छ। यसरी नगरे पनि हुन्छ भनेर भन्नु पर्यो भने चाहिँ यसको प्रयोग गरिन्छ। अब हामी केही भवहरूलाई यो नाकुतेमो यी देश फर्ममा प्रयोग गरेर हेर्नेछौँ। यहाँ हामीहरूले ओकुरिमास भवलाई लिएका छौँ। ओकुरिमास भनेको चाहिँ पठाउँछु। अब यो ओकुरिमासलाई नाकुतेमो यी देश फर्ममा लैजाँदाखेरि चाहिँ ओकुरा नाकुतेमो यी देश, ओकुरा नाकुतेमो यी देश भनेको चाहिँ नपठाए पनि हुन्छ। यसमा हामीहरूले ओकुरिमासलाई चाहिँ नाइ फर्ममा लग्यौँ र पछाडि नाकुतेमो यी देश लेखिएको छ। पठाउँछु भन्दाखेरि चाहिँ ओकुरिमास, अब नपठाए पनि हुन्छ भन्नु पर्यो भने ओकुरा नाकुतेमो यी देश, नपठाए पनि हुन्छ। त्यस्तै यहाँ हामीहरूले अर्को भवलाई लिएका छौँ किकिमास। किकिमास भनेको चाहिँ सुन्छु पनि हुन्छ र भन्छु पनि, यसको दुईटै अर्थ लाग्छ। यसमा चाहिँ हामीहरूले किकिमास भनेको सुन्छु भनेर प्रयोग गर्यौँ। अब किकिमासलाई नाकुतेमो यी देश फर्ममा लैजाँदाखेरि किका नाकुतेमो यी देश, किका नाकुतेमो यी देश भनेको नसुने पनि हुन्छ। यसमा पनि हामीहरूले किकिमासलाई नाइ फर्ममा लग्यौँ। सुन्छु भन्दाखेरि चाहिँ किकिमास, अब नसुने पनि हुन्छ भन्दाखेरि चाहिँ किका नाकुतेमो यी देश, नसुने पनि हुन्छ। त्यस्तै यहाँ हामीहरूले अर्को भवलाई लिएका छौँ ओसिएमास। यो ओसिएमासको पनि धेरैवटा अर्थ लाग्छ। पढाउँछु पनि हुन्छ, अर्को बताउँछु पनि हुन्छ। यसमा हामीहरूले पढाउँछुलाई लियौँ। अब यो ओसिएमासलाई नाकुतेमो यी देश फर्ममा लैजाँदाखेरि चाहिँ ओसिए नाकुतेमो यी देश, नपढाए पनि हुन्छ। पढाउँछु भन्दाखेरि चाहिँ ओसिएमास, अब नपढाए पनि हुन्छ भन्नु पर्यो भने चाहिँ ओसिए नाकुतेमो यी देश, नपढाए पनि हुन्छ। त्यस्तै हामीहरूले अर्को भव लिएका छौँ ताबेमास। ताबेमास भनेको चाहिँ खान्छु। अब
ताबेमासलाई नाकुते मो इदेस फर्ममा प्रयोग गर्दाखेरि ताबे नाकुते मो इदेस नखाए पनि हुन्छ, खान्छु भन्दाखेरि ताबेमास, अब नखाए पनि हुन्छ भन्दाखेरि चाहिँ ताबे नाकुते मो इदेस नखाए पनि हुन्छ। त्यस्तै अर्को भब छ किमास। किमास भनेको चाहिँ आउँछु। किमासलाई पनि फर्ममा प्रयोग गर्दाखेरि को नाकुते मो इदेस, को नाकुते मो इदेस भनेको चाहिँ नआए पनि हुन्छ। आउँछु भन्दाखेरि किमास, अब नआए पनि हुन्छ भन्दाखेरि को नाकुते मो इदेस नआए पनि हुन्छ। त्यस्तै अर्को पनि भब लिएका छौँ सिमास। सिमास भनेको चाहिँ गर्छु। सिमासलाई पनि फर्ममा प्रयोग गर्दाखेरि सिनाकुते मो इदेस, सिनाकुते मो इदेस भनेको नगरे पनि हुन्छ। गर्छु भन्दाखेरि सिमास, अब नगरे पनि हुन्छ भन्दाखेरि चाहिँ सिनाकुते मो इदेस नगरे पनि हुन्छ। अब हामी यो नाकुते मो इदेसको प्रयोग गरेर सेन्टेन्सहरू पनि बनाउने छौँ। अब हामी नाकुते मो इदेसको प्रयोग गरेर केही सेन्टेन्स बनाउने छौँ। जस्तै जुत्ता नखोले पनि हुन्छ भन्नु पर्यो भने कुचु हो नुगा नाकुते मो इदेस, कुचु हो नुगा नाकुते मो इदेस भनेको जुत्ता नखोले पनि हुन्छ। त्यस्तै अब हामी अर्को पनि एउटा सेन्टेन्स बनाउने छौँ। भोलि नआए पनि हुन्छ भन्नु पर्यो भने आसिता को नाकुते मो इदेस, आसिता को नाकुते मो इदेस भनेको भोलि नआए पनि हुन्छ। त्यस्तै अब हामी अर्को पनि एउटा सेन्टेन्स बनाम। जस्तै विद्यालय नगए पनि हुन्छ भन्नु पर्यो भने गाक्कौए इका नाकुते मो इदेस, गाक्कौए इका नाकुते मो इदेस विद्यालय नगए पनि हुन्छ। अहिले हामीहरूले जति पनि पढ्यौँ नाइदे कुदासाई, नाकेरेबा नारिमासेन, नाकुते मो इदेस यिनीहरू सबै नाइ फर्मसँग सम्बन्धित हुन्। नाइ फर्मको बारेमा चाहिँ मैले छुट्टै भिडियो बनाएको छु, त्यसमा हेर्न सक्नुहुनेछ। अब भने हामी मादेनीको बारेमा पढ्नेछौँ। यो मादेनी भनेको चाहिँ के हो भन्दाखेरि यो कुनै पनि कुराहरू समयमा भन्दा अथवा समयमा प्रयोग गर्दाखेरि यसको प्रयोग गरिन्छ। अब हामी यसलाई उदाहरणबाट नै हेर्नेछौँ। कुनै पनि कुरा समयमा गर्छु अथवा समयमा सकाउँछु भन्दाखेरि यो मादेनीको प्रयोग गरिन्छ। जस्तै म चाहिँ 5 बजे काम सकाउँछु अथवा म चाहिँ 3 बजे काम सकाउँछु। यसरी समयमा गर्छु भन्दाखेरि यसको प्रयोग गरिन्छ। यसलाई अब हामी एउटा सेन्टेन्स बनाएर हेरौँ। जस्तै 1 बजेसम्ममा काम सक्छु भन्नु पर्यो भने इचिजी मादेनी सिगोतो वारिमास, इचिजी मादेनी सिगोतो वारिमास भनेको 1 बजेसम्ममा काम सक्छु। भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार, लेसन 18 को ग्रामरमा तपाईहरुलाई स्वागत छ। लेसन 18 मा हामी केही महत्त्वपूर्ण ग्रामटिकल कुराहरू पढ्नेछौँ। आज हामी पढ्नेछौँ नाउन अब्जेक्ट प्लस गा देखिमास। त्यस्तै अर्को पढ्नेछौँ रुट वर्ब प्लस कोतोगा देखिमास। त्यस्तै हामी अर्को पनि पढ्नेछौँ रुट वर्ब प्लस कोतो देश। अर्को छ रुट वर्ब प्लस मायनी। यिनीहरूको बारेमा पढ्नेछौँ। सुरुवात भने हामी नाउन अब्जेक्ट प्लस गा देखिमासबाट गर्नेछौँ। हामीहरूले यो गा पार्टिकलको बारेमा लेसन 9 मा नै पढिसकेका छौँ। इमास, आरिमास, वाकारिमास, देखिमास यिनीहरूमा चाहिँ गा पार्टिकल लाग्छ भनेर हामीहरूले पढिसकेका छौँ। यो नाउन अथवा अब्जेक्ट प्लस गा देखिमासको अर्थ चाहिँ एबल टु डु भन्ने लाग्छ। देखिमासको अर्थ चाहिँ धेरै लाग्छ। जस्तै आउँछु, सक्छु, सक्नुहुन्छ, सकिन्छ, गरिन्छ। यो चाहिँ सेन्टेन्स अनुसार फरक फरक हुन्छ। अब हामी यो स्ट्रक्चरको प्रयोग गरेर केही सेन्टेन्सहरू पनि बनाउने छौँ। जस्तै एउटा सेन्टेन्स बनाम। मलाई चाहिँ कार चलाउन आउँछ अथवा मलाई चाहिँ कारको ड्राइभिङ आउँछ भन्नु पर्यो भने वातासी वा कुरुमा नो उन्तेन गा देखिमास, वातासी वा कुरुमा नो उन्तेन गा देखिमास। मलाई चाहिँ कार चलाउन आउँछ अथवा
मलाई चाहिँ कार ड्राइभिङ गर्न आउँछ। वातासिवा भनेको चाहिँ म चाहिँ अथवा मलाई चाहिँ कुरुमानो गाडीको उन्तेन भनेको चाहिँ ड्राइभिङ चलाउन आउनु उन्तेन गा देकिमास। मलाई चाहिँ कार चलाउन आउँछ अथवा मलाई चाहिँ कारको ड्राइभिङ आउँछ अथवा म चाहिँ कारको ड्राइभिङ गर्न सक्छु पनि भन्न सकिन्छ। देकिमासको अर्थ आउँछ, सक्छु, सकिन्छ, सक्नुहुन्छ, गरिन्छ। यिनीहरू सेन्टेन्स अनुसार फरक फरक प्रयोग गरिन्छ। अब यसैलाई मलाई चाहिँ कारको ड्राइभिङ गर्न आउँदैन अथवा कार चलाउन आउँदैन भन्नु पर्यो भने वातासी वा कुरुमानो उन्तेनगा देकिमासेन। मलाई चाहिँ कारको ड्राइभिङ गर्न आउँदैन अथवा कार चलाउन आउँदैन। देकिमासलाई मासेन बनाउने देकिमासेन। त्यस्तै अब हामी अर्को पनि एउटा सेन्टेन्स बनाम वातासी वा निहोन्गोगा देकिमास। वातासी वा निहोन्गोगा देकिमास भनेको मलाई चाहिँ जापानी भाषा आउँछ। मलाई चाहिँ जापानी भाषा आउँछ भन्दा वातासी वा निहोन्गोगा देकिमास। अब यसैलाई मलाई चाहिँ जापानी भाषा आउँदैन भन्नु पर्यो भने वातासी वा निहोन्गोगा देकिमासेन। मलाई चाहिँ जापानी भाषा आउँदैन। त्यस्तै अर्को पनि एउटा सेन्टेन्स बनाम मिराजीलाई जापानी भाषा आउँछ भन्नु पर्यो भने मिरासान वा निहोन्गोगा देकिमास। मिरासान वा निहोन्गोगा देकिमास भनेको मिराजीलाई जापानी भाषा आउँछ अथवा मिराजी चाहिँ जापानी भाषा आउँछ। त्यस्तै अब हामी रुट भर्ब प्लस अर्थात् आरभी प्लस कोतोगा देकिमास को बारेमा पढ्नेछौँ। रुट भर्ब प्लस कोतोगा देकिमासको बारेमा पढ्नु अगाडि हामीहरूले आरभी अर्थात् रुट भर्बको बारेमा जान्नुपर्ने हुन्छ। यो रुट भर्बको बारेमा हामीहरूले अघिल्लो लेसनहरूमा नै पढिसकेका छौँ। यसमा चाहिँ म केही छोटकरीमा रिभिजन गराउने छु। यो रुट भर्ब भनेको नु फर्म हो। यसलाई डिक्सनरी भर्ब पनि भनिन्छ। मास फर्म चाहिँ छु फर्म हो भने रुट भर्ब चाहिँ नु फर्म हो। यो रुट भर्बमा पनि फर्स्ट, सेकेन्ड, थर्ड तीनवटै भर्ब ग्रुप हुन्छन्। अब हामी तीनवटै भर्बको बारेमा छोटकरीमा रिभिजन गर्नेछौँ। फर्स्ट भर्ब ग्रुपलाई रुट भर्बमा लैजानको लागि चाहिँ फर्स्ट भर्बमा भएको मासलाई हटाएर मासको अगाडि आउने ई साउन्डलाई उ साउन्डमा लैजानु पर्दछ। त्यस्तै सेकेन्ड भर्बलाई रुट भर्बमा लैजानको लागि मासलाई हटाएर रु थप्नु पर्दछ। यसमा चाहिँ सेकेन्ड भर्बमा भएको मासलाई हटाउने र मासको ठाउँमा रु लेख्नु पर्दछ। त्यस्तै थर्ड भर्बलाई रुट भर्बमा लैजानको लागि यसमा जम्मा दुईवटा मात्रै भर्ब हुन्छन्। कि मासलाई चाहिँ कुरु, सी मासलाई सुरु बनाउनु पर्दछ। यसमा कि मासलाई कुरु र सी मासलाई सुरु बनाउँदा हुन्छ। यो रुट भर्ब प्लस देकिमासको अर्थ चाहिँ नआउँछ, नसक्छु, नसक्नुहुन्छ, नसकिन्छ, नगरिन्छ भन्ने अर्थ लाग्दछ। अब हामी केही भर्बहरूलाई यो रुट भर्ब प्लस कोतोगा देकिमासको प्रयोग गरेर हेर्नेछौँ। यहाँ हामीहरूले उदाहरणको लागि खाइमासलाई लिएका छौँ। खाइमासको अर्थ चाहिँ किन्छु। त्यस्तै अब खाइमासलाई कोतोगा देकिमासमा लैजाँदाखेरि चाहिँ खाउ कोतोगा देकिमास। खाउ कोतोगा देकिमास भनेको चाहिँ किन्न सक्छु अथवा किन्न सकिन्छ। किन्छु भन्दाखेरि चाहिँ खाइमास। अब किन्न सकिन्छ भन्दाखेरि खाकु कोतोगा देकिमास, किन्न सकिन्छ। त्यस्तै हामीहरूले अर्को भर्बलाई लिएका छौँ नोमिमास। नोमिमास भनेको चाहिँ पिउँछु। अब नोमिमासलाई रुट भर्ब प्लस कोतोगा देकिमासमा लैजाँदाखेरि चाहिँ नोमु कोतोगा देकिमास। नोमु कोतोगा देकिमास भनेको चाहिँ पिउन सकिन्छ अथवा पिउन सक्छु। नोमिमास भनेको चाहिँ पिउँछु। अब पिउन सक्छु भन्दाखेरि चाहिँ नोमु कोतोगा देकिमास। नोमु कोतोगा देकिमास भनेको चाहिँ पिउन सक्छु। त्यस्तै हामीहरूले अर्को भर्ब लिएका छौँ ताबेमास। ताबेमास भनेको चाहिँ खान्छु। अब ताबेमासलाई रुट भर्ब प्लस कोतोगा देकिमासमा लैजाँदाखेरि
ताबेरु कोतोगा देकिमास ताबेरु कोतोगा देकिमास भनेको चाहिँ खान सक्छु खान्छु भन्दाखेरि ताबेमास अब खान सक्छु भन्दाखेरि ताबेरु कोतोगा देकिमास ताबेरु कोतोगा देकिमास भनेको खान सक्छु। त्यस्तै अब हामी केही सेन्टेन्सहरू पनि बनाएर हेर्नेछौँ। जस्तै अब मिराजी चाहिँ जापानी भाषा बुझ्न सक्नुहुन्छ भन्नु पर्यो भने मिरा-सान वा निहोन्गो गा वाकारु कोतो ga dekimasu। मिरा-सान वा निहोन्गो गा वाकारु कोतो ga dekimasu। मिराजी चाहिँ जापानी भाषा बुझ्न सक्नुहुन्छ। अब यसैलाई मिराजी चाहिँ जापानी भाषा बुझ्न सक्नुहुन्न भन्नु पर्यो भने मिरा-सान वा निहोन्गो गा वाकारु कोतो ga dekimasen। मिराजी चाहिँ जापानी भाषा बुझ्न सक्नुहुन्न। त्यस्तै अब हामी रुट भर्ब प्लस कोतो देशको बारेमा पढ्नेछौँ। यो रुट भर्ब प्लस कोतो देश भनेको नु हो। यो नु हो भन्नाले कस्तोलाई भन्ने भन्दा जस्तै आफ्नो हबीहरू भन्दाखेरि यो नु होको प्रयोग गरिन्छ। आफ्नो हबीहरू भन्नु पर्यो भने अथवा हबीहरूको बारेमा कुरा गर्नु पर्यो भने यो आरबी प्लस कोतो देशको प्रयोग गरिन्छ। आफ्नो हबीहरूको बारेमा भन्दाखेरि यसको प्रयोग हुन्छ। जस्तै नयाँ नयाँ ठाउँ घुम्न जानु अथवा फिल्म हेर्न जानु अथवा फुटबल खेल्नु टेलिभिजन हेर्नु अथवा केही खानेकुरा खानु यस्ता हबीहरू भन्दाखेरि रुट भर्ब प्लस कोतो देशको प्रयोग गरिन्छ। अब हामी केही भर्बहरूलाई यो रुट भर्ब प्लस कोतो देशमा पनि बनाएर हेर्नेछौँ। यहाँ हामीहरूले उदाहरणको लागि लिएका छौँ ताबेमास। ताबेमास भनेको चाहिँ खानु। अब यो ताबेमासलाई रुट भर्ब प्लस कोतो देशमा भन्दाखेरि ताबेरु कोतो देश भनेको खानु हो। तपाईले मेरो हबी चाहिँ खानाहरू खानु हो भन्दाखेरि ताबेरु कोतो देश भन्न सकिन्छ। खान्छु भन्दाखेरि चाहिँ ताबेमास। अब हबीको रूपमा खानुलाई भन्नु पर्यो भने चाहिँ ताबेरु कोतो देश खानु हो। त्यस्तै अब हामीहरूले अर्को पनि एउटा भर्बलाई लिएका छौँ तोरीमास। तोरीमास भनेको चाहिँ खिच्नु। त्यस्तै तोरीमासलाई पनि रुट भर्ब प्लस कोतो देशमा भन्दाखेरि तोरु कोतो देश भनेको चाहिँ खिच्नु हो। तोरीमास भनेको चाहिँ खिच्नु। अब यही फोटोहरू खिच्नुलाई आफ्नो हबीको रूपमा भन्दाखेरि चाहिँ तोरु कोतो देश खिच्नु हो। तपाईहरू नयाँ नयाँ ठाउँ गएर फोटो खिच्नु आफ्नो हबीको रूपमा भन्नु पर्यो भने तोरु कोतो देश। त्यस्तै हामी अर्को पनि एउटा भर्ब हेरौँ सिमास। सिमास भनेको चाहिँ गर्छु पनि हुन्छ र खेल्छु पनि हुन्छ। यसमा हामीहरूले खेल्छुलाई लियौँ। सिमास भनेको खेल्छु। अब यो सिमासलाई रुट भर्ब प्लस कोतो देशमा भन्नु पर्यो भने सुरु कोतो देश भनेको खेल्नु हो। आफ्नो हबीको रूपमा फुटबलहरू खेल्नु भलिबलहरू खेल्नु टेबल टेनिस खेल्नु यस्ता कुनै पनि खेल खेल्नुलाई आफ्नो हबीको रूपमा भन्दाखेरि सुरु कोतो देश भन्न सकिन्छ। अब हामी रुट भर्ब प्लस कोतो देशको प्रयोग गरेर केही सेन्टेन्सहरू पनि बनाउने छौँ। जस्तै अब एउटा सेन्टेन्स बनाम मेरो हबी चाहिँ फोटोहरू खिच्नु हो भन्नु पर्यो भने वातासी नो शुमी वा स्यासी नो तोरु कोतो देश। वातासी नो शुमी वा स्यासी नो तोरु कोतो देश। मेरो हबी चाहिँ फोटो खिच्नु हो। हबीलाई चाहिँ जापानी भाषामा स्युमी भनिन्छ। त्यस्तै हामीहरू अर्को पनि एउटा सेन्टेन्स बनाम मेरो हबी चाहिँ फुटबल खेल्नु हो भन्नु पर्यो भने वातासी नो शुमी वा साकाओ सुरु कोतो देश। वातासी नो शुमी वा साकाओ सुरु कोतो देश। मेरो हबी चाहिँ फुटबल खेल्नु हो। यसरी नै आफ्नो हबीहरूको बारेमा अथवा हबीको बारेमा भन्नु पर्यो भने रुट भर्ब प्लस कोतो देशको प्रयोग गर्न सकिन्छ। त्यस्तै अब हामी रुट भर्ब प्लस माइनीको बारेमा पढ्नेछौँ। यो रुट भर्ब प्लस माइनी भनेको चाहिँ नु अगाडि। यसको अर्थ चाहिँ नु अगाडि भन्ने लाग्दछ। यो नु अगाडि भन्नाले जस्तै केही कुरा खानु अगाडि अथवा कहीँ जानु अगाडि अथवा केही काम गर्नु अगाडि यस्ता केही गर्नु अगाडि भन्नु पर्यो भने चाहिँ यो रुट भर्ब प्लस माइनीको प्रयोग हुन्छ। रुट भर्ब प्लस माइनी चाहिँ केही कुराहरूको अगाडि भन्दाखेरि यसको प्रयोग गरिन्छ।
मायनीको प्रयोग दुई ठाउँमा हुन्छ। एउटा चाहिँ रुट भर्बको पछाडि र अर्को चाहिँ नाउनको पछाडि यो मायनीको प्रयोग हुन्छ। अब हामी केही भर्बहरूलाई रुट भर्ब प्लस मायनीमा बनाएर हेर्नेछौँ। उदाहरणको लागि हामीहरूले मिमास भर्बलाई लिएका छौँ। मिमास भनेको चाहिँ हेर्छु। अब मिमासलाई रुट भर्ब प्लस मायनीमा लैजाँदाखेरि चाहिँ मिरु मायनी भनेको चाहिँ हेर्नु अगाडि, हेर्छु भन्दाखेरि चाहिँ मिमास। अब हेर्नु अगाडि भन्नु पर्यो भने चाहिँ मिरु मायनी, हेर्नु अगाडि। त्यस्तै हामीहरूले अर्को भर्बलाई लिएका छौँ ताबेमास। ताबेमास भनेको चाहिँ खान्छु। ताबेमासलाई रुट भर्ब प्लस मायनीमा लैजाँदाखेरि चाहिँ ताबेरु मायनी भनेको चाहिँ खानु अगाडि। खान्छु भन्दाखेरि ताबेमास। अब खानु अगाडि भन्नु पर्यो भने चाहिँ ताबेरु मायनी, खानु अगाडि। अब हामी यो रुट भर्ब प्लस मायनीको प्रयोग गरेर केही सेन्टेन्स पनि बनाउने छौँ। जस्तै अब एउटा सेन्टेन्स बनाम, म चाहिँ खाना खानु अगाडि हात धुन्छु भन्नु पर्यो भने वातासी वा गुहानो ताबेरु मायनी ते हो आराइमास। वातासी वा गुहानो ताबेरु मायनी ते हो आराइमास। म चाहिँ खाना खानु अगाडि हात धुन्छु। यो चाहिँ हामीहरूले रुट भर्ब प्लस मायनीको बारेमा हेर्यौँ। अघि मैले माथि नै भनेको थिएँ मायनी चाहिँ दुई ठाउँमा लाग्छ। एउटा चाहिँ रुट भर्बको पछाडि र अर्को चाहिँ नाउनको पछाडि लाग्छ भनेर भनेको थिएँ। अब हामी यो नाउनको पछाडि मायनी लागेको पढ्नेछौँ। नाउनको पछाडि पनि मायनीको प्रयोग हुन्छ। नाउन प्लस नो प्लस मायनी, यसको अर्थ चाहिँ को अगाडि भन्ने लाग्दछ। रुट भर्ब प्लस मायनी भनेको चाहिँ नु अगाडि भयो भने नाउनको पछाडि मायनी आयो भने चाहिँ यो चाहिँ को अगाडि भन्ने लाग्छ। अब हामी नाउन प्लस मायनीको प्रयोग गरेर केही उदाहरण पनि हेर्नेछौँ। उदाहरणको लागि हामीहरूले रियोको नाउनलाई लिएका छौँ। रियोको भनेको चाहिँ भ्रमण गर्नु अथवा भ्रमण। अब यसलाई मायनीसँग जोड्दाखेरि रियोको नो मायनी, भ्रमणको अगाडि, भ्रमण मात्रै भन्दा रियोको। अब भ्रमणको अगाडि भन्नु पर्यो भने रियोको नो मायनी, भ्रमणको अगाडि। त्यस्तै अब हामी नाउन प्लस मायनीको प्रयोग गरेर केही सेन्टेन्सहरू पनि बनाउने छौँ। जस्तै अब एउटा सेन्टेन्स बनाम, भ्रमण अगाडि पैसा साट्छु अथवा भ्रमण अगाडि पैसा एक्सचेन्ज गर्छु भन्नु पर्यो भने रियोको नो मायनी ओकाने हो खाएमास। रियोको नो मायनी ओकाने हो खाएमास। भ्रमणको अगाडि पैसा एक्सचेन्ज गर्छु अथवा भ्रमणको अगाडि पैसा साट्छु। यसरी नै हामीहरूले रुट भर्बको पछाडि र नाउनको पछाडि मायनीको प्रयोग गर्न सकिन्छ। भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार, लेसन 19 को ग्रामरमा तपाईहरुलाई स्वागत छ। लेसन 19 मा हामी केही महत्त्वपूर्ण ग्रामटिकल कुराहरू पढ्नेछौँ। सुरुवात भने हामी ताफमबाट गर्नेछौँ। यो ताफम पढ्नु अगाडि चाहिँ हामीहरूले लेसन 14 मा पढेका थियौँ तेफम। यदि तेफम जानिएको छ भने यो ताफम पढ्न एकदमै सजिलो हुन्छ। यो ताफम भनेको चाहिँ मासिता पास्टको सर्ट फर्मलाई चाहिँ ताफम भनिन्छ। यो ताफमलाई सर्टकटमा फुचुकै पनि भनिन्छ। मासिदाको फुचुकै भनेको चाहिँ ताफम हो। तपाईहरुलाई थाहा नै छ फुचुकै अर्थात् सर्ट फर्म चाहिँ आफूभन्दा सानो वा आफू सरसँग मात्र यसको प्रयोग गरिन्छ। आफूभन्दा ठुलोसँग चाहिँ फुचुकै प्रयोग हुँदैन, प्रयोग गर्न मिल्दैन। यो ताफम पनि मासिताको फुचुकै अर्थात् सर्ट फर्म भएकाले यो चाहिँ आफूभन्दा ठुलोसँग यसको प्रयोग हुँदैन। यो चाहिँ आफू सर वा आफूभन्दा सानोसँग मात्र यसको प्रयोग गरिन्छ। अब हामी मासिता र यो ताफमको दुवैको प्रयोग गरेर हामी सेन्टेन्स एउटा बनाउने छौँ। जस्तै अब एउटा सेन्टेन्स बनाम, आनातावा गुहानो ताबे मासिताका। आनातावा गुहानो ताबे मासिताका भनेको तपाईले चाहिँ खाना खानुभयो। यो आनातावा गुहानो ताबे मासिताका भनेको यो चाहिँ
पोलाइट फर्म हो। अब यसलाई नन पोलाइट अथवा ता फर्ममा भन्नु पर्यो भने चाहिँ आनाता वा गुहानो ताबेता तपाईँले खाना खानुभयो, यो चाहिँ अलि नन पोलाइट भयो। अब खाए भन्नु पर्यो भने हाई ताबे मासिता खाए, यो चाहिँ पोलाइट भयो। अब नन पोलाइटमा भन्नु पर्यो अथवा ता फर्ममा भन्नु पर्यो भने चाहिँ हाई ताबेता, यो चाहिँ अलि नन पोलाइट फर्म हो। अब हामी यो ते फर्मलाई चाहिँ ता फर्ममा कसरी लैजाने त्यसको बारेमा पढ्नेछौँ। ते फर्म चाहिँ सधैँ ता फर्मसँग सम्बन्धित हुन्छ। यदि कुनै पनि भबलाई ता फर्ममा लैजानु छ भने ते फर्ममा परिवर्तन भएको भबको पछाडि यदि ते छ भने ता लेख्ने र दे छ भने चाहिँ दा लेख्नु पर्दछ। यो ता फर्म पढ्नु अगाडि हामीहरूले ते फर्म चाहिँ एकदमै जान्नुपर्ने हुन्छ। ते फर्म जानिएन भने यो ता फर्म पनि जानिँदैन। यदि तपाईँहरूलाई कुनै पनि कन्फ्युजन छ भने मैले ते फर्मको बारेमा छुट्टै भिडियो बनाएको छु, त्यसमा हेर्न सक्नुहुनेछ। म अब यसमा चाहिँ छोटकरीमा रिभिजन गराउने छु। ते फर्म चाहिँ प्रेजेन्टमा गरिरहेको कुरा, हालसालै गरिरहेको कुरा भन्नु पर्दाखेरि चाहिँ ते फर्ममा भनिन्छ। ते फर्ममा पनि फर्स्ट भर्ब ग्रुप, सेकेन्ड भर्ब ग्रुप र थर्ड भर्ब ग्रुपलाई कसरी ते फर्ममा लैजाने त्यसको बारेमा छोटकरीमा भन्नेछु। फर्स्ट भर्ब ग्रुपलाई ते फर्ममा लैजानका लागि 5 वटा ग्रुपहरू छुट्याइएका छन्। इचिरी, बिमिनी, कि, गी, सी, यिनीहरू 5 वटा ग्रुपहरू छन्। इचिरी आयो भने चुते, यो चाहिँ आदि च अन्त्य चुते। बिमिनी आयो भने नदे अथवा नदे, यो पनि आदि नको उच्चारण नदे अथवा नदे। कि आयो भने इते, त्यस्तै गी आयो भने चाहिँ इदे र सी आयो भने चाहिँ सिते। इचिरी छ भने चुते, बिमिनी छ भने नदे अथवा नदे, कि छ भने इते, गी छ भने इदे र सी छ भने चाहिँ सिते। यिनीहरू चाहिँ फर्स्ट भर्ब ग्रुपहरूलाई कसरी ते फर्ममा लैजाने तिनीहरूको बारेमा हेर्यौँ भने अब सेकेन्ड भर्बको बारेमा हेर्नेछौँ। सेकेन्ड भर्बलाई चाहिँ ते फर्ममा लैजानको लागि मासलाई हटाएर ते थप्नु पर्दछ। यसमा चाहिँ खासै केही गर्नु पर्दैन। सेकेन्ड भर्ब ग्रुपमा चाहिँ मासलाई हटाउने र मासको ठाउँमा ते लेख्यो भने हुन्छ। त्यस्तै थर्ड भर्ब ग्रुपलाई पनि ते फर्ममा लैजानको लागि मासलाई हटाउने र मासको ठाउँमा ते लेख्यो भने हुन्छ। ता फर्मको बारेमा जान्नको लागि चाहिँ ते फर्म जान्नै पर्ने हुन्छ। भर्बहरूलाई कसरी ते फर्ममा लैजाने र ते फर्मलाई कसरी ता फर्ममा लैजाने अब हामी त्यसको बारेमा पनि हेर्नेछौँ। यहाँ हामीहरूले उदाहरणको लागि नोमिमास भर्बलाई लिएका छौँ। नोमिमासको अर्थ चाहिँ पिउँछु। अब नोमिमासलाई ते फर्ममा लैजाँदाखेरि चाहिँ नोन्दे, अघि नै हामीले भनेका थियौँ बिमिनी आयो भने चाहिँ नदेको प्रयोग हुन्छ भनेर। यसमा नदे नोन्देको प्रयोग भयो। ते फर्म चाहिँ प्रेजेन्टमा गरिरहेको कुरा भन्दाखेरि यसको प्रयोग हुन्छ नोन्दे पिएको अथवा पिरहेको। वर्तमान अथवा प्रेजेन्टमा भन्नुपर्दा यो फर्मको प्रयोग हुन्छ। अब यो ते फर्मलाई ता फर्ममा लैजान अझ सजिलो छ। हामीहरूले माथि भनेका थियौँ कुनै पनि भर्बलाई ता फर्ममा लैजानु छ भने ते फर्ममा परिवर्तन भएको भर्बको पछाडि चाहिँ ते छ भने ता लेख्ने र दे छ भने दा लेख्नुपर्छ भनेका थियौँ। अब नोन्देलाई नोन्दा, नोन्देको अन्तिममा दा भएकोले यसलाई नोन्दा बनायौँ। अब यसको ठाउँमा ते हुन्थ्यो भने ता बनाउनु पर्थ्यो। यसरी भर्बलाई ते फर्ममा लैजाने र ते फर्मलाई ता फर्ममा लैजान सकिन्छ। यो चाहिँ मैले तपाईँहरूको सजिलोको लागि मात्र बनाइदिएको। आफूले प्र्याक्टिस गरेर सिधै ता फर्ममा पनि बनाउन सक्नुहुनेछ। त्यस्तै हामी अर्को पनि एउटा उदाहरण हेरौँ। यहाँ हामीहरूले उदाहरणको लागि इकिमास भर्बलाई लिएका छौँ। इकिमास भनेको चाहिँ जान्छु। त्यस्तै अब यो इकिमासलाई ते फर्ममा लैजाँदाखेरि चाहिँ इते। अब यो ते फर्मलाई ता फर्ममा लैजाँदाखेरि चाहिँ इत्ता। ते फर्म चाहिँ इते, ता फर्ममा लैजाँदाखेरि इत्ता। हामीहरूले अघि नै भनेका थियौँ यदि ते छ भने ता बनाउने र दे छ भने दा बनाउने।
हामीहरूले उदाहरणको लागि अर्को एउटा भब लिएका छौँ, ताबेमास। ताबेमास भनेको चाहिँ खान्छु। अब यो ताबेमासलाई ते फर्ममा लैजाँदाखेरि चाहिँ ताबेते। अब यो ते फर्मलाई ता फर्ममा लैजाँदाखेरि ताबेता। मैले चाहिँ यसमा भबहरूलाई पहिला ते फर्ममा लगेँ र ते फर्मबाट फेरि ता फर्ममा बनाएँ। यो चाहिँ सजिलो होस् भनेर मात्र गरेको। तपाईँहरूले सिधै भबलाई ता फर्ममा बनाउन पनि सक्नुहुनेछ। त्यस्तै अब हामीहरूले उदाहरणको लागि अर्को पनि एउटा भब लिएका छौँ, खाइमास। खाइमास भनेको चाहिँ किन्छु। अब यो खाइमासलाई ते फर्ममा लैजाँदाखेरि खाते। खाते भनेको किनेर अथवा किन्दै। अब यसलाई ता फर्ममा लैजाँदाखेरि खात्ता। खाइमासको ते फर्म भनेको चाहिँ खाते। अब ता फर्म भनेको चाहिँ खात्ता, किने। त्यस्तै अर्को पनि एउटा उदाहरण छ, सिमास। सिमास भनेको गर्छु। अब सिमासको ते फर्म भनेको चाहिँ सिते। अब यो ते फर्मलाई ता फर्ममा लैजाँदाखेरि सिता। सिमासको ते फर्म सिते। अब सिमासको ता फर्म भनेको चाहिँ सिता। त्यस्तै अब हामी ताफम प्लस कोतोगा आरिमासको बारेमा पढ्नेछौँ। यो ताफम प्लस कोतोगा आरिमासको अर्थ चाहिँ एको छ भन्ने लाग्दछ। यो ताफम प्लस कोतोगा आरिमासको अर्थ चाहिँ कुनै पनि कुराको अनुभव गरेको अथवा नगरेको अवस्था भन्नु पर्यो अथवा त्यसलाई व्यक्त गर्नु पर्यो भन्ने चाहिँ यो ताफम प्लस कोतोगा आरिमासको प्रयोग गरिन्छ। यो फर्मको प्रयोग चाहिँ यदि तपाईँले केही कुराहरूको अथवा केही कामको अनुभव गर्नुभएको छ अथवा छैन भने पनि त्यो अनुभव भन्नु पर्यो भने चाहिँ यो फर्मको प्रयोग गरिन्छ। अब हामी केही भबहरूलाई यो ता फर्म प्लस कोतोगा आरिमासमा परिवर्तन गरेर हेर्नेछौँ। यहाँ उदाहरणको लागि इकिमास भबलाई लिएका छौँ। इकिमासको अर्थ चाहिँ जान्छु। अब यो इकिमास भबलाई ता फर्म प्लस कोतोगा आरिमासमा परिवर्तन गर्दाखेरि इत्ता कोतोगा आरिमास। इत्ता कोतोगा आरिमास भनेको चाहिँ गएको छु। हामीहरूले इकिमासलाई चाहिँ ता फर्ममा परिवर्तन गऱ्यौँ र कोतोगा आरिमास यसमा जोडियो। इत्ता कोतोगा आरिमास, गएको छु। त्यस्तै उदाहरणको लागि हामीहरूले अर्को पनि भब लिएका छौँ, हानासिमास। हानासिमास भनेको चाहिँ कुरा गर्छु। अब यो हानासिमासलाई ता फर्म प्लस कोतोगा आरिमासमा परिवर्तन गर्दाखेरि हानासिता कोतोगा आरिमास। हानासिता कोतोगा आरिमास भनेको कुरा गरेको छु। हामीहरूले हानासिमासलाई ता फर्ममा लग्यौँ, हानासिता, त्यसमा कोतोगा आरिमास थपेर हानासिता कोतोगा आरिमास, कुरा गरेको छु। त्यस्तै अब अर्को पनि एउटा उदाहरण हेरौँ, सिमास। सिमास भनेको चाहिँ गर्छु। अब यो सिमासलाई ता फर्म प्लस कोतोगा आरिमासमा परिवर्तन गर्दाखेरि सिता कोतोगा आरिमास। सिता कोतोगा आरिमास भनेको चाहिँ गरेको छु। अब यसैलाई हामीहरूले गरेको छुइनँ भन्नु पर्यो भने सिता कोतोगा आरिमासेन। सिता कोतोगा आरिमासेन भनेको गरेको छुइनँ। मासलाई मासेन बनायो भने भइहाल्छ। माथिको कुरा गरेको छु, हानासिता कोतोगा आरिमासलाई मासेन बनाउने हानासिता कोतोगा आरिमासेन भन्दा कुरा गरेको छुइनँ। यसरी नै आरिमासलाई आरिमासेन बनाएर नेगेटिभ पनि बनाउन सकिन्छ। अब हामी यो ताफम प्लस कोतोगा आरिमासको प्रयोग गरेर केही सेन्टेन्सहरू पनि बनाउने छौँ। जस्तै अब हामी एउटा सेन्टेन्स बनाम, मेरो चाहिँ घोडामा चढेको अनुभव छ भन्नु पर्यो भने वातासी वा उमानी नोत्ता कोतोगा आरिमास। वातासी वा उमानी नोत्ता कोतोगा आरिमास भनेको मेरो चाहिँ घोडामा चढेको अनुभव छ। यो ताफम प्लस कोतोगा आरिमासले चाहिँ कुनै पनि अनुभव छ अथवा छैन भन्नको लागि चाहिँ यो फर्मको प्रयोग हुन्छ। अब यसैलाई मेरो चाहिँ घोडामा चढेको अनुभव छैन भन्नु पर्यो भने वातासी वा उमानी नोत्ता कोतोगा आरिमासेन। मेरो चाहिँ घोडामा चढेको अनुभव छैन। त्यस्तै अर्को पनि एउटा सेन्टेन्स बनाम, म चाहिँ जापानतिर गएको छु अथवा म चाहिँ जापान गएको अनुभव छ भन्नु पर्यो भने वातासी वा निहोन ए इत्ता कोतोगा आरिमास। वातासी वा
निहोन ए इत्ता कोतोगा आरिमास भनेको मेरो चाहिँ जापानतिर गएको अनुभव छ अथवा म चाहिँ जापानतिर गएको छु। यसरी नै केही काम अथवा केही कुराहरूको अनुभव छ अथवा छैन भन्दाखेरि पनि ताभम प्लस कोतोगा आरिमासको प्रयोग गरिन्छ। त्यस्तै अब हामी तारिफमको बारेमा पढ्नेछौँ। यो तारिफम भनेको चाहिँ ने, यसको अर्थ चाहिँ ने लाग्दछ। यो तारिफम भनेको के हो भन्दाखेरि यदि कुनै पनि भबलाई तारिफममा लैजानका लागि भबलाई चाहिँ तारिफममा लगेर पहिला तारिफममा लानेर त्यसको पछाडि चाहिँ रि लेख्नु पर्दछ। तारीको अर्थ चाहिँ ने, कुनै पनि भबलाई तारिफममा लैजानका लागि चाहिँ भबलाई पहिला ताफममा लगेर अन्तिममा रि लेख्नु पर्दछ। अब यसलाई अझ सहज रूपमा बुझ्न हामी केही भबहरूलाई यो तारिफममा लगेर पनि हेर्नेछौँ। हामीहरूले उदाहरणको लागि यहाँ ताबेमास भबलाई लिएका छौँ। ताबेमासको अर्थ चाहिँ खान्छु। अब यो ताबेमासलाई तारिफममा लैजाँदाखेरि चाहिँ ताबेतारी, ताबेतारी भनेको चाहिँ खाने। हामीहरूले माथि नै भनेका थियौँ तारीको अर्थ चाहिँ ने, ताबेमास भनेको चाहिँ खान्छु। अब खाने भन्नु पर्यो भने चाहिँ ताबेतारी, खाने। त्यस्तै हामीहरूले अर्को पनि भब लिएका छौँ नोमिमास। नोमिमास भनेको पिउँछु। अब यो नोमिमासलाई तारिफममा लैजाँदाखेरि चाहिँ नोन्दारी, नोन्दारी भनेको चाहिँ पिउने। नोमिमास भनेको चाहिँ पिउँछु। अब नोन्दारी भनेको चाहिँ पिउने। यसमा किन दा आयो भन्दाखेरि चाहिँ हामीहरूले नोमिमासलाई ताफममा लग्यौँ र पछाडि रि लेख्यौँ नोन्दारी। त्यस्तै अब हामी तारी प्लस सिमासको बारेमा पढ्नेछौँ। तारी प्लस सिमास भनेको ने गर्छु। यो तारी प्लस सिमासको अर्थ चाहिँ यसले चाहिँ दुई वा दुईभन्दा बढी सेन्टेन्सहरूलाई जोड्ने काम गर्दछ। अब यसलाई भनेर भन्दा पनि केही सेन्टेन्सहरू एक्जाम्पलको रूपमा गरेर हेर्नेछौँ। हामीहरूले यहाँ एउटा उदाहरण लिएका छौँ। म चाहिँ खाना खाने, कफी पिउने गर्छु। यसमा दुईवटा सेन्टेन्स जोडिने काम भयो। अब यसलाई कसरी भन्ने त्यसको बारेमा हेर्नेछौँ। वातासी वा गुहान ओ ताबेतारी कोही हो नोन्दारी सिमास। वातासी वा गुहान ओ ताबेतारी कोही हो नोन्दारी सिमास। म चाहिँ खाना खाने, कफी पिउने गर्छु। यो तारिफम प्लस सिमास चाहिँ दुई वा दुईभन्दा बढी सेन्टेन्सहरूलाई जोड्नमा प्रयोग गरिन्छ। त्यस्तै अब हामी अर्को पनि एउटा सेन्टेन्स बनाउने छौँ। जस्तै अर्को एउटा सेन्टेन्स हेरौँ। हरेक बेलुका जापानी भाषा पढ्ने, टिभी हेर्ने, सङ्गीत सुन्ने गर्छु भन्नु पर्यो भने माइबान निहोन्गो योन्दारी तेरेबियो मितारी ओन्गाकु कितारी सिमास। हरेक बेलुका जापानी भाषा पढ्ने, टिभी हेर्ने, सङ्गीत सुन्ने गर्दछु। दुई वा दुईभन्दा बढी सेन्टेन्स जोड्नु पर्यो अथवा प्रयोग गर्नु पर्यो भने तारी प्लस सिमासको प्रयोग गरिन्छ। त्यस्तै अब हामी ना एक्जेक्टिभ प्लस नारीमासिताको बारेमा पढ्नेछौँ। यो ना एक्जेक्टिभ प्लस नारीमासिता भनेको चाहिँ भयो अथवा हुनु भयो। नारीमासको अर्थ चाहिँ हुनु अथवा बन्नु हो भने ना एक्जेक्टिभ प्लस नारीमासिता यो चाहिँ भयो अथवा हुनु भयो भन्ने अर्थ लाग्दछ। यदि ना एक्जेक्टिभको पछाडि नारीमासिता छ भने चाहिँ ना एक्जेक्टिभको पछाडि चाहिँ नि लेख्नु पर्दछ। यसलाई भनेर भन्दा पनि अब हामी उदाहरणबाट नै हेर्नेछौँ। यहाँ हामीहरूले ना एक्जेक्टिभ हान्सामुलाई लिएका छौँ। हान्सामु भनेको चाहिँ ह्यान्डसम। अब यो हान्सामुको पछाडि नारीमासिता लेख्नु पर्यो भने बिचमा चाहिँ नि लेखिन्छ। हान्सामुनि नारीमासिता। हान्सामुनि नारीमासिता भनेको ह्यान्डसम हुनुभयो। यो ना एक्जेक्टिभ प्लस नारीमासिता भनेको चाहिँ हुनुभयो अथवा भयो भन्दाखेरि चाहिँ यसको प्रयोग गरिन्छ। हामीहरूले माथि भने चाहिँ ना एक्जेक्टिभको पछाडि नारीमासिता छ भने चाहिँ ना एक्जेक्टिभको पछाडि नि लेख्नु पर्दछ भनिम। हामीहरूले हान्सामु ना एक्जेक्टिभ भयो भने त्यसको पछाडि नारीमासिता छ र बिचमा चाहिँ नि लेखिएको छ
ना एक्जेक्टिभको पछाडि नि लेखिम ह्यान्डसम हुने नारीमासिता ह्यान्डसम हुनुभयो। त्यस्तै हामीहरूले अर्को ना एक्जेक्टिभ लिएका छौँ सिजुका। सिजुका भनेको चाहिँ शान्त। शान्त भन्दाखेरि सिजुका भनिन्छ। अब सिजुकानी नारीमासिता। सिजुकानी नारीमासिता भनेको चाहिँ शान्त भयो। कुनै पनि ना एक्जेक्टिभ भयो अथवा हुनुभयो भन्दाखेरि चाहिँ यो ना एक्जेक्टिभ प्लस नारीमासिताको प्रयोग गरिन्छ। अब हामी ना एक्जेक्टिभ प्लस नारीमासिताको प्रयोग गरेर सेन्टेन्स बनाउने छौँ। जस्तै अब हामी एउटा सेन्टेन्स बनाम मिराजी चाहिँ ह्यान्डसम हुनुभयो भन्नु पर्यो भने मिरा सानवा ह्यान्डसम हुने नारीमासिता। मिरा सानवा ह्यान्डसम हुने नारीमासिता। मिराजी चाहिँ ह्यान्डसम हुनुभयो। त्यस्तै अब हामी यी एक्जेक्टिभ प्लस नारीमासिताको बारेमा पढ्नेछौँ। अघि हामीहरूले ना एक्जेक्टिभ प्लस नारीमासिताको बारेमा पढ्यौँ भने अब हामी यी एक्जेक्टिभ प्लस नारीमासिताको बारेमा पढ्नेछौँ। यसको अर्थ पनि भयो अथवा हुनुभयो नै लाग्दछ। यो यी एक्जेक्टिभमा चाहिँ यदि यी एक्जेक्टिभको पछाडि नारीमासिता छ भने चाहिँ यी एक्जेक्टिभको अन्तिमको यी अक्षरलाई हटाएर कु लेखी नारीमासिता लेख्नु पर्दछ। यो यी एक्जेक्टिभमा चाहिँ नारीमासिता छ भने चाहिँ यी एक्जेक्टिभको अन्तिमको इलाई हटाउने र यीको ठाउँमा कु लेखी नारीमासिता लेख्नु पर्दछ। यसलाई पनि अब हामी उदाहरणबाट नै हेर्नेछौँ। यहाँ हामीहरूले ताखाई एक्जेक्टिभलाई लियौँ। ताखाईको अर्थ चाहिँ अग्लो पनि हुन्छ र यसको अर्थ महँगो दुवै लाग्दछ। अब हामी यो ताखाईलाई यी एक्जेक्टिभ प्लस नारीमासितामा लगेर हेर्नेछौँ। ताखाईलाई यी एक्जेक्टिभ प्लस नारीमासितामा लैजाँदाखेरि चाहिँ ताखाको नारीमासिता। ताखाको नारीमासिता भनेको चाहिँ अग्लो भयो अथवा अग्लो हुनुभयो। हामीहरूले माथि भने चाहिँ यदि यी अक्षरको पछाडि नारीमासिता छ भने चाहिँ यी एक्जेक्टिभको अन्तिमको इलाई हटाउने र यीको ठाउँमा कु लेखी नारीमासिता लेख्नु पर्दछ भनिम। हामीहरूले ताखाईको इलाई हटाइम र यीको ठाउँमा ताखाको नारीमासिता लेखिम अग्लो भयो अथवा अग्लो हुनुभयो। त्यस्तै हामीहरूले अर्को यी एक्जेक्टिभलाई लिएका छौँ आचुई। आचुईको अर्थ चाहिँ गर्मी। यसको अर्थ तातो भन्ने पनि लाग्दछ। अब यो आचुईलाई यी एक्जेक्टिभ प्लस नारीमासितामा लैजाँदाखेरि आचुकु नारीमासिता। आचुकु नारीमासिता भनेको चाहिँ गर्मी भयो। यो यी एक्जेक्टिभमा पनि हामीहरूले यसको अन्तिमको इलाई हटाइम र यीको ठाउँमा कु लेखेर नारीमासिता थपिम। आचुकु नारीमासिता गर्मी भयो। त्यस्तै अब हामी यी एक्जेक्टिभ प्लस नारीमासिताको प्रयोग गरेर केही सेन्टेन्स बनाउने छौँ। जस्तै अब एउटा सेन्टेन्स बनाम यो जुत्ता चाहिँ महँगो भयो भन्नु पर्यो भने कोनो कुचु वा ताखाकु नारीमासिता। कोनो कुचु वा ताखाकु नारीमासिता। यो जुत्ता चाहिँ महँगो भयो। भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार, लेसन 20 को ग्रामरमा तपाईहरुलाई स्वागत छ। लेसन 20 को ग्रामरमा हामी मुख्यतया आज त्यही नै केही र फुचुकै बारेमा पढ्नेछौँ। त्यही नै केही भनेको चाहिँ पोलाइट फर्म र फुचुकै भनेको चाहिँ नन पोलाइट फर्मको बारेमा पढ्नेछौँ। यस लेसनमा हामी भर्ब, एड्जेक्टिभ र नाउनको त्यही नै केही र फुचुकै दुवैको बारेमा विस्तार रूपमा पढ्नेछौँ। सुरुवात भने हामी भर्बबाट गर्नेछौँ। भर्बहरूको बारेमा त हामीहरूले अघिल्लो लेसनहरूमा नै पढिसकेका छौँ, तर हामी यसमा आज चाहिँ फुचुकै भर्बहरूको फुचुकैको बारेमा पढ्नेछौँ। त्यही नै के भनेको पोलाइट फर्म। यो चाहिँ आफूभन्दा ठुलोसँग कुरा गर्दाखेरि यो त्यही नै केही पोलाइट फर्मको प्रयोग हुन्छ। फुचुकै अर्थात् नन पोलाइट फर्म चाहिँ यो चाहिँ आफू सरह वा आफूभन्दा सानोसँग कुरा गर्दा यसको प्रयोग गरिन्छ। अब हामी भर्बहरूलाई कसरी पोलाइट फर्मबाट नन पोलाइट फर्ममा बनाउन सकिन्छ त्यसको बारेमा पढ्नेछौँ। यहाँ हामीहरूले उदाहरणको लागि इकिमास भर्बलाई लिएका छौँ।
इकिमास भनेको चाहिँ जान्छु। तपाईहरुलाई अझ सहज रूपमा बुझ्नको लागि कसरी यो भर्बहरुलाई पोलाइट फर्मबाट नन पोलाइट फर्ममा लैजान सकिन्छ त्यसको बारेमा भन्नेछु। हामीहरूले अघिल्ला लेसनहरुमा नै भर्बहरुको बारेमा पढेका थियौं। प्रेजेन्ट, प्रेजेन्ट नेगेटिभ, पास्ट, पास्ट नेगेटिभ। अब हामी त्यसरी बनाउने छौं र सजिलोसँग हेर्नेछौं। इकिमास चाहिँ प्रेजेन्ट हो भने अब इकिमासको प्रेजेन्ट नेगेटिभ चाहिँ इकिमासेन। इकिमासेन भनेको जाँदिन। अब यसको पास्ट चाहिँ इकिमासिता। इकिमासिता भनेको गएको थिए। अब यसको पास्ट नेगेटिभ चाहिँ इकिमासेन देशिता। इकिमासेन देशिता भनेको गएको थिइन। यिनीहरू मास, मासेन, मासिता र मासेन देशिता यी फर्महरूलाई कसरी फुच्चुकै फर्म अर्थात् नन पोलाइट फर्ममा लैजाने त्यसको बारेमा पढ्नेछौँ। मास फर्मलाई कसरी फुच्चुकै फर्ममा लैजान सकिन्छ त्यसको बारेमा हेर्नेछौँ। कुनै पनि भर्बमा मास छ भने त्यो चाहिँ प्रेजेन्ट भर्ब हो। अब प्रेजेन्ट भर्बलाई फुच्चुकै फर्ममा कसरी लैजाने त्यसको बारेमा पढ्नेछौँ। कुनै पनि भर्बमा मास छ अथवा प्रेजेन्ट भर्ब छ भने त्यसलाई फुच्चुकैमा लैजानको लागि चाहिँ रुट भर्बमा लानु पर्दछ। रुट भर्बको बारेमा त हामीहरूले लेसन 14 मा नै पढिसकेका छौँ। यो रुट भर्बलाई डिक्सनरी भर्ब पनि भनिन्छ। रुट भर्ब चाहिँ छु फर्म नभएर यो चाहिँ नु फर्म हो। यसलाई आरबी पनि भनिन्छ। लेसन 14 मा यसको बारेमा हामीहरूले पढिसकेका छौँ। कसरी भर्बहरुलाई रुट भर्बमा लैजान सकिन्छ त्यसको बारेमा पढिसकेका छौँ। त्यसैले म यहाँ रिभिजन गराउँदिन। अब हामी यो इकिमास भर्बलाई रुट भर्बमा बनाउने छौँ। इकिमासको रुट भर्ब भनेको चाहिँ इकु। इकुको अर्थ पनि जान्छु। रुट फर्म नु फर्म भए तापनि यो फुच्चुकैमा भन्दाखेरि जान्छु भन्दाखेरि इकु जान्छु नै भनिन्छ। कुनै पनि भर्ब मास फर्म अर्थात् प्रेजेन्टमा छ भने त्यसलाई फुच्चुकैमा लैजानको लागि चाहिँ रुट भर्बमा बदल्नु पर्दछ। त्यस्तै अब हामी इकिमासेन। इकिमासेन भनेको जाँदिन। यदि कुनै पनि भर्ब प्रेजेन्ट नेगेटिभमा छ भने त्यो भर्बलाई फुच्चुकैमा लानको लागि नाइ फर्ममा बदल्नु पर्दछ। नाइ फर्मको बारेमा पनि हामीहरूले अगाडि नै पढिसकेका छौँ। त्यसको बारेमा छुट्टै भिडियो बनाइसकेको छु। यसमा भने म रिभिजन गराउने छैन। कुनै पनि भर्ब प्रेजेन्ट नेगेटिभमा छ भने त्यसलाई फुच्चुकैमा लान नाइ फर्ममा बदल्नु पर्दछ। अब इकिमासेनको नाइ फर्म भनेको चाहिँ इकानाइ। इकानाइ भनेको पनि जाँदिन। इकिमासेन भनेको चाहिँ पोलाइट फर्म हो भने इकानाइ भनेको चाहिँ नन पोलाइट फर्म फुच्चुकै फर्म हो। त्यस्तै अब हामी इकिमासिता। इकिमासिता भनेको चाहिँ यो चाहिँ पास्ट फर्म गएको थिए। कुनै पनि भर्ब पास्ट फर्ममा छ अथवा मासितामा छ भने त्यसलाई फुच्चुकैमा लैजानको लागि ता फर्ममा बदल्नु पर्दछ। अब यो इकिमासिता गएको थिए पास्ट टेन्सलाई ता फर्ममा बदल्दाखेरि इत्ता। इत्ता भनेको गएको थिए। कुनै पनि भर्ब पास्ट टेन्समा छ भने त्यसलाई फुच्चुकै फर्ममा लैजानको लागि ता फर्ममा बदल्नु पर्दछ। त्यस्तै अब हामी इकिमासेन देशिता गएको थिइन यसलाई कसरी फुच्चुकै फर्ममा बनाउने त्यसको बारेमा हेर्नेछौँ। यदि कुनै पनि भर्ब मासेन देशिता अर्थात् पास्ट नेगेटिभमा छ भने त्यसलाई फुच्चुकै फर्ममा लैजानको लागि नाखात्ता फर्ममा बदल्नु पर्दछ। यो इकिमासेन देशितालाई नाखात्ता फर्ममा लैजाँदाखेरि इकानाखात्ता। इकानाखात्ता भनेको गएको थिइन। यदि कुनै पनि भर्ब पास्ट नेगेटिभमा छ भने त्यसलाई फुच्चुकै फर्ममा लैजानको लागि नाखात्ता फर्ममा परिवर्तन गर्नु पर्दछ। पोलाइटली रूपमा गएको थिइन भन्दाखेरि इकिमासेन देशिता र नन पोलाइट फर्ममा फुच्चुकै फर्ममा भन्नु पर्यो भने चाहिँ इकानाखात्ता गएको थिइन। यो चाहिँ ठाडो भाषा भयो नन पोलाइट। यसरी कुनै पनि भर्ब प्रेजेन्टमा छ भने त्यसलाई फुच्चुकै फर्ममा लैजानको लागि रुट भर्बमा बदल्नु पर्छ। कुनै पनि भर्ब प्रेजेन्ट नेगेटिभमा छ भने त्यसलाई फुच्चुकै फर्ममा लैजानको लागि नाइ फर्ममा बदल्नु पर्दछ। कुनै पनि भर्ब पास्टमा छ भने
त्यसलाई फुचुकै फर्ममा लैजानका लागि ता फर्ममा बदल्नु पर्दछ। कुनै पनि भर्ब पास्ट नेगेटिभमा छ भने त्यसलाई फुचुकै फर्ममा लैजानका लागि नाखात्ता फर्ममा बदल्नु पर्दछ। त्यस्तै अब हामी अर्को पनि भर्बलाई फुचुकै फर्ममा बनाएर हेरौँ। उदाहरणको लागि हामीले खाकी मास भर्बलाई लिएका छौँ। खाकी मास भनेको चाहिँ लेख्छु। अब यो खाकी मासलाई फुचुकै फर्ममा लैजाँदाखेरि खाखु, खाखु भनेको पनि लेख्छु। यो चाहिँ नन पोलाइट फर्म भयो, फुचुकै फर्म। खाकी मास भर्बलाई हामीहरूले रुट भर्बमा लग्यौँ। रुट भर्बमा खाखु लेख्छु। त्यस्तै खाकी मासेन लेख्दिनलाई पनि फुचुकै फर्ममा लैजाँदाखेरि खाकानाई भनेको पनि लेख्दिन। यो चाहिँ फुचुकै फर्म खाकानाई। त्यस्तै खाकी मासिता भनेको लेखेको थिए। अब यसको फुचुकै भनेको चाहिँ खाइता, लेखेको थिए। यो चाहिँ नन पोलाइट फर्म। खाइता भनेको नन पोलाइट, लेखेको थिए। त्यस्तै खाकी मासेन्देसिता, यसको फुचुकै भनेको चाहिँ खाकाना खात्ता भनेको लेखेको थिए, फुचुकै फर्म। यसरी नै हामीहरूले भर्बहरूलाई फुचुकै फर्ममा बनाउन सकिन्छ। त्यस्तै अब हामी एक्जेक्टिभको बारेमा पढ्नेछौँ। कसरी एक्जेक्टिभलाई फुचुकै फर्ममा लैजान सकिन्छ त्यसको बारेमा पढ्नेछौँ। एक्जेक्टिभहरूको बारेमा त हामीहरूले अघिल्लो लेसनहरूमा नै पढिसकेका छौँ। एक्जेक्टिभ दुई प्रकारको हुन्छ, एउटा इ एक्जेक्टिभ र अर्को ना एक्जेक्टिभ। अब तिनीहरूको बारेमा पढ्नेछौँ। सुरुवात हामी इ एक्जेक्टिभबाट गर्नेछौँ। जुन एक्जेक्टिभको अन्तिममा इ अक्षर हुन्छ त्यसलाई नै इ एक्जेक्टिभ भनिन्छ भनेर हामीहरूले पढेका थियौँ। अब हामी कसरी इ एक्जेक्टिभलाई फुचुकै फर्ममा लैजान सकिन्छ त्यसको बारेमा पढ्नेछौँ। उदाहरणको लागि हामीहरूले ताकाई इ एक्जेक्टिभलाई लिएका छौँ। ताकाईको अर्थ चाहिँ महँगो पनि हुन्छ र अग्लो पनि हुन्छ। यसको चाहिँ दुवै अर्थ लाग्दछ। ताकाई देश भनेको महँगो छ, यो चाहिँ प्रेजेन्टमा भयो। अब ताकाई देशको प्रेजेन्ट नेगेटिभ चाहिँ ताका कुनै देश भनेको प्रेजेन्ट नेगेटिभ महँगो छैन। अब यसको पास्ट चाहिँ ताका खात्ता देश भनेको महँगो थियो। अब ताकाई देशको पास्ट नेगेटिभ चाहिँ ताका कुना खात्ता देश भनेको महँगो थिएन। हामीहरूले यी एक्जेक्टिभलाई कसरी प्रेजेन्ट नेगेटिभ, पास्ट नेगेटिभमा बनाउन सकिन्छ भनेर त्यसको बारेमा पहिल्यै पढिसकेकाले यसमा मैले रिभिजन गराइन। ताकाई देश भनेको महँगो छ। ताका कुनै देश भनेको चाहिँ महँगो छैन। ताका खात्ता देश भनेको चाहिँ महँगो थियो। ताका कुना खात्ता देश भनेको चाहिँ महँगो थिएन। अब यिनीहरूलाई चाहिँ कसरी फुचुकै फर्ममा लैजाने त्यसको बारेमा हेर्नेछौँ। यो इ एक्जेक्टिभलाई चाहिँ फुचुकै फर्ममा लैजानको लागि एकदमै सजिलो छ। यो इ एक्जेक्टिभलाई चाहिँ फुचुकै फर्ममा लैजानको लागि टेन्सको देशलाई हटाउने, जस्तै यो प्रेजेन्ट नेगेटिभ, पास्ट र पास्ट नेगेटिभको अन्तिममा देश छ नि त्यसलाई चाहिँ हटाउनु पर्छ। अब यसलाई हामी गरेरै हेरौँ। जस्तै ताकाई देश छ, प्रेजेन्ट, ताकाई देश भनेको महँगो छ। अब यसलाई फुचुकैमा लैजाँदाखेरि चाहिँ ताकाई भनेको महँगो छ, यो चाहिँ फुचुकै फर्म। हामीहरूले अघि भनेका थियौँ यी एक्जेक्टिभलाई फुचुकैमा लैजानको लागि टेन्सको देशलाई हटाउने। हामीहरूले यसमा ताकाई देशको देश हटाइदिउँ र ताकाई मात्र लेख्यौँ। ताकाई यो चाहिँ फुचुकै फर्म, महँगो छ भन्दा ताकाई। त्यस्तै अर्को ताका कुनै देश भनेको महँगो छैन। अब यसको पनि हामीहरूले देश हटाइदिउँ। ताका कुनै भनेको महँगो छैन, यो चाहिँ फुचुकै फर्म। पोलाइट फर्ममा भन्दाखेरि चाहिँ ताका कुनै देश र नन पोलाइटमा भन्दाखेरि चाहिँ ताका कुनै मात्र भन्ने। त्यस्तै अर्को छ ताका खात्ता देश, यो चाहिँ पास्ट टेन्स। ताका खात्ता देश भनेको महँगो थियो। अब यसलाई फुचुकै फर्ममा भन्दा ताका खात्ता मात्र भन्ने। ताका खात्ता भनेको महँगो थियो, यो चाहिँ फुचुकै फर्म भयो। नन पोलाइट फर्म, पोलाइट फर्ममा भन्दाखेरि ताका खात्ता देश र नन पोलाइट फर्ममा भन्दा ताका खात्ता
मात्र भन्ने। त्यस्तै अर्को छ ताका कुना खात्ता देश। ताका कुना खात्ता देश भनेको महँगो थिएन, यो चाहिँ पास्ट नेगेटिभ। अब यसलाई फुचुकै फर्ममा भन्दाखेरि ताका कुना खात्ता मात्र भन्ने। ताका कुना खात्ता भनेको महँगो थिएन, यो चाहिँ नन पोलाइट फर्म, फुचुकै फर्म। पोलाइट फर्ममा भन्दाखेरि ताका कुना खात्ता देश महँगो थिएन, र नन पोलाइट अर्थात् फुचुकैमा भन्दाखेरि ताका कुना खात्ता मात्र भन्ने महँगो थिएन, यो चाहिँ नन पोलाइट फर्म, फुचुकै फर्म। यो ई एक्जेक्टिभको चाहिँ सजिलो छ। ई एक्जेक्टिभमा चाहिँ यो फुचुकैमा लैजानको लागि टेन्सको अन्तिममा भएको देशलाई हटाइदिए पुग्छ। यसरी नै तपाईँहरूले अन्य ई एक्जेक्टिभहरूको प्र्याक्टिस गर्न सक्नुहुनेछ। अब हामी नयाँ एक्जेक्टिभको बारेमा पढ्नेछौँ। कसरी नयाँ एक्जेक्टिभलाई फुचुकै फर्ममा बनाउन सकिन्छ त्यसको बारेमा हेर्नेछौँ। हामीहरूले जुन एक्जेक्टिभको अन्तिममा ई अक्षर हुँदैन त्यसलाई नयाँ एक्जेक्टिभ भनिन्छ भनेर पढेका थियौँ। अब हामी कसरी यो नयाँ एक्जेक्टिभलाई चाहिँ फुचुकै फर्ममा लैजान सकिन्छ त्यसको बारेमा पढ्नेछौँ। उदाहरणको लागि हामीहरूले सिजुका एक्जेक्टिभलाई लिएका छौँ। सिजुकाको अर्थ चाहिँ शान्त। अब शान्त छ भन्दाखेरि चाहिँ सिजुका देश शान्त छ, प्रेजेन्ट। सिजुका देशको प्रेजेन्ट नेगेटिभ चाहिँ सिजुका जियारिमासेन। सिजुका जियारिमासेन भनेको शान्त छैन, यो चाहिँ प्रेजेन्ट नेगेटिभ। अब यसको पास्ट चाहिँ सिजुका देशिता। सिजुका देशिता भनेको चाहिँ शान्त थियो, यो चाहिँ पास्टमा भयो। त्यस्तै अर्को छ सिजुका जियारिमासेन देशिता। सिजुका जियारिमासेन देशिता भनेको चाहिँ शान्त थिएन। शान्त थिएन, यो चाहिँ पास्ट नेगेटिभ। यो नयाँ एक्जेक्टिभमा पनि प्रेजेन्ट, प्रेजेन्ट नेगेटिभ र पास्ट नेगेटिभमा एक्जेक्टिभहरू छन् भने त्यसलाई कसरी फुचुकै फर्ममा लैजान सकिन्छ त्यसको बारेमा हेर्नेछौँ। यदि कुनै पनि नयाँ एक्जेक्टिभ प्रेजेन्टमा छ भने त्यसलाई फुचुकैमा लैजानको लागि देशलाई हटाएर ता लेख्नु पर्दछ। अर्थात् कुनै पनि नयाँ एक्जेक्टिभ प्रेजेन्टमा छ भने त्यसलाई फुचुकैमा लैजानको लागि चाहिँ देशलाई हटाउने र ता लेख्नु पर्दछ। अब यो सिजुका देशलाई फुचुकै फर्ममा लैजाँदाखेरि चाहिँ सिजुकाता भनेको शान्त छ, यो चाहिँ फुचुकै फर्म, नन पोलाइट फर्म। हामीहरूले अघि भनेका थियौँ कुनै पनि प्रेजेन्ट नयाँ एक्जेक्टिभ छ भने त्यसलाई फुचुकैमा लैजानको लागि देशलाई हटाउने र ता लेख्नुपर्छ भनेर। यसमा हामीहरूले सिजुका देशको देशलाई हटायौँ र सिजुकाता शान्त छ। पोलाइटली शान्त छ भन्दाखेरि चाहिँ सिजुका देश र नन पोलाइटली शान्त छ भन्दाखेरि चाहिँ सिजुकाता। त्यस्तै अर्को छ सिजुका जियारिमासेन। सिजुका जियारिमासेन भनेको शान्त छैन, यो चाहिँ प्रेजेन्ट नेगेटिभ। अब यसलाई फुचुकैमा भन्दाखेरि यदि प्रेजेन्ट नेगेटिभलाई फुचुकै फर्ममा बनाउँदाखेरि जियारिमासेनलाई चाहिँ जियानाई बनाउने, यसको जियारिमासेनलाई जियानाई बनाउनु पर्दछ। यहाँ सिजुका जियारिमासेन छ। सिजुका जियारिमासेन भनेको शान्त छैन, यो चाहिँ प्रेजेन्ट नेगेटिभ। अब यसलाई फुचुकैमा भन्दाखेरि सिजुका जियानाई। सिजुका जियानाई भनेको पनि शान्त छैन, यो चाहिँ फुचुकै फर्म भयो। त्यही नै केही अर्थात् पोलाइट फर्ममा भन्दाखेरि सिजुका जियारिमासेन शान्त छैन। अब यसलाई फुचुकै फर्म अर्थात् नन पोलाइटमा भन्दाखेरि सिजुका जियानाई शान्त छैन। त्यस्तै अर्को छ सिजुका देशिता। सिजुका देशिता भनेको शान्त थियो, यो चाहिँ पास्ट टेन्स भयो। यदि कुनै पनि नयाँ एक्जेक्टिभ पास्ट टेन्समा छ भने त्यसलाई फुचुकै फर्ममा लैजानका लागि चाहिँ देशितालाई हटाएर अथवा देशिताको ठाउँमा दात्ता लेख्नु पर्दछ। कुनै पनि नयाँ एक्जेक्टिभ पास्ट टेन्समा छ भने त्यसलाई फुचुकैमा लैजानको लागि चाहिँ देशिताको ठाउँमा दात्ता लेख्नु पर्दछ। यहाँ छ सिजुका देशिता। सिजुका देशिता भनेको शान्त थियो, यो चाहिँ पास्ट टेन्स भयो। अब यसलाई फुचुकैमा लैजाँदाखेरि सिजुका दात्ता भनेको चाहिँ शान्त थियो, यो चाहिँ फुचुकै फर्म। पोलाइटली रूपमा भन्दाखेरि सिजुका देशिता र नन पोलाइटली ठाडो भाषामा भन्दाखेरि सिजुका दात्ता भनेको पनि शान्त थियो।
त्यस्तै यहाँ अर्को छ सिजुका जियारिमा सिन्देसिता। सिजुका जियारिमा सिन्देसिता भनेको शान्त थिएन। यो चाहिँ पास्ट नेगेटिभ। यदि कुनै पनि नाएक्जेक्टिभ पास्ट नेगेटिभमा छ भने त्यसलाई फुचुकै फर्ममा लैजानका लागि जियारिमा सिन्देसितालाई जियाना खातामा बनाउनु पर्दछ। पास्ट नेगेटिभ छ भने चाहिँ त्यसलाई जियारिमा सिन्देसितालाई चाहिँ जियाना खातामा बनाउनु पर्दछ, अर्थात् परिवर्तन गर्नु पर्दछ। यहाँ छ सिजुका जियारिमा सिन्देसिता। सिजुका जियारिमा सिन्देसिता भनेको शान्त थिएन। यो चाहिँ पास्ट नेगेटिभ। अब यसलाई फुचुकै फर्ममा लैजाँदाखेरि सिजुका जियाना खाता। सिजुका जियाना खाता भनेको शान्त थिएन। यो चाहिँ फुचुकै फर्म। पोलाइटली रूपमा भन्दाखेरि सिजुका जियारिमा सिन्देसिता शान्त थिएन। अब यसलाई नन पोलाइटली अर्थात् फुचुकै फर्ममा भन्दाखेरि सिजुका जियाना खाता शान्त थिएन। यो चाहिँ नन पोलाइट फर्म। यसरी नै नाएक्जेक्टिभहरू प्रेजेन्ट, प्रेजेन्ट नेगेटिभ र पास्ट, पास्ट नेगेटिभमा छ भने यसरी फुचुकै फर्ममा परिवर्तन गर्न सकिन्छ। त्यस्तै अब हामी नाउनको बारेमा पढ्नेछौँ। नाउनलाई कसरी फुचुकै फर्ममा लैजान सकिन्छ त्यसको बारेमा पढ्नेछौँ। नाउनलाई पनि अघि हामीले पढेको नाएक्जेक्टिभ जसरी नै फुचुकै फर्ममा सजिलै लैजान सकिन्छ। दुवैको नियम एउटै छ। हामीहरूले उदाहरणको लागि यासुमी नाउनलाई लिएका छौँ। यासुमी भनेको बिदा, छुट्टी। बिदा छ भन्दाखेरि यासुमी देश, बिदा छ। अब यसको प्रेजेन्ट नेगेटिभमा भन्दाखेरि यासुमी जियारिमासेन। यासुमी जियारिमासेन भनेको चाहिँ बिदा छैन। यो चाहिँ प्रेजेन्ट नेगेटिभ। त्यस्तै अब यसको पास्ट चाहिँ यासुमी देशिता। यासुमी देशिता भनेको बिदा थियो। यो चाहिँ पास्ट टेन्स भयो। त्यस्तै यसको पास्ट नेगेटिभ चाहिँ यासुमी जियारिमासेन देशिता। यासुमी जियारिमासेन देशिता भनेको चाहिँ यो चाहिँ पास्ट नेगेटिभ, बिदा थिएन। नाउनलाई पनि फुचुकै फर्ममा लैजान सजिलो छ। यसलाई पनि नाएक्जेक्टिभ जसरी नै लैजान सकिन्छ। यदि कुनै पनि नाउन प्रेजेन्टमा छ भने त्यसलाई फुचुकैमा लैजानका लागि देशलाई हटाएर ता लेख्नु पर्दछ। त्यस्तै कुनै पनि नाउन प्रेजेन्ट नेगेटिभमा छ भने त्यसलाई फुचुकैमा लैजानको लागि जियारिमासेनको ठाउँमा जियारिमासेनलाई हटाएर जियानाई लेख्नु पर्दछ। त्यस्तै कुनै पनि नाउन पास्ट टेन्समा छ भने त्यसलाई फुचुकैमा लैजानका लागि देशिताको ठाउँमा दात्ता लेख्नु पर्दछ, अर्थात् देशितालाई हटाएर दात्ता बनाउनु पर्दछ। त्यस्तै कुनै पनि नाउन पास्ट नेगेटिभमा छ भने त्यसलाई फुचुकै फर्ममा लैजानका लागि जियारिमासेन देशिताको ठाउँमा ज्याना खाता लेख्नु पर्दछ, अर्थात् जियारिमासेन देशितालाई हटाएर ज्याना खाता बनाउनु पर्दछ। अब हामी यासुमी देशलाई फुचुकै फर्ममा बनाएर हेर्नेछौँ। यासुमी देश भनेको बिदा छ। अब यसको फुचुकै फर्म भनेको चाहिँ यासुमिदा। यासुमिदा भनेको पनि बिदा छ। यो चाहिँ फुचुकै फर्म भयो। त्यही नै केही अर्थात् पोलाइटली भन्दाखेरि चाहिँ यासुमी देश। अब फुचुकैमा भन्दाखेरि चाहिँ यासुमिदा। यासुमिदा भनेको पनि बिदा छ। त्यस्तै अर्को छ यासुमी जियारिमासेन। यासुमी जियारिमासेन भनेको बिदा छैन। यो चाहिँ प्रेजेन्ट नेगेटिभ। अब यसलाई फुचुकैमा भन्दाखेरि यासुमी ज्यानाई। यासुमी ज्यानाई भनेको पनि बिदा छैन, तर यो चाहिँ फुचुकै फर्म भयो। पोलाइटली भन्दाखेरि यासुमी जियारिमासेन र नन पोलाइटली भन्दाखेरि यासुमी जियानाई, बिदा छैन। त्यस्तै अर्को छ यासुमी देशिता। यासुमी देशिता भनेको बिदा थियो। यो चाहिँ पास्ट टेन्समा भयो। अब यसलाई फुचुकैमा भन्दाखेरि यासुमी दात्ता। यासुमी दात्ता भनेको पनि बिदा थियो। यो चाहिँ नन पोलाइट फर्म, फुचुकै फर्म भयो। त्यस्तै अर्को छ यासुमी जियारिमासेन देशिता। यासुमी जियारिमासेन देशिता भनेको बिदा थिएन। यो चाहिँ पास्ट नेगेटिभ। अब यसको फुचुकै फर्ममा भन्दाखेरि यासुमी ज्याना खाता। यासुमी ज्याना खाता भनेको पनि बिदा थिएन। पोलाइटली भन्दाखेरि यासुमी जियारिमासेन देशिता र नन पोलाइटली भन्दाखेरि यासुमी ज्याना खाता। दुवैको अर्थ बिदा थिएन। यसरी नै तपाईहरुले प्र्याक्टिस गर्न सक्नुहुनेछ। प्रेजेन्ट, प्रेजेन्ट नेगेटिभ, पास्ट, पास्ट नेगेटिभ आउँदा कसरी फुचुकैमा लैजान सकिन्छ, सजिलैसँग गर्न सकिन्छ।
भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।